Morning. Good morning. Good morning. Welcome to the show. How you been? Very good. यो Just फोटो woke up. okay, that's okay. That's good. अलिकति कम्प्युटरलाई थोरै पर लैजानुहुन्छ अथवा फोटो yes, अलिकति little up तपाईँको फोटो. That's good. That's good. Thank you for coming to the show there, Sakeji. We've been writing emails and corresponding time and again. Anyway, thank you for coming and welcome to the show, The Himalayan Voice. Let's begin. So I Okay. was waiting for Yeah, तपाईँले के भन्नुभयो अघि अलिकति तपाईँको थोरै परिचय म आफै पनि दिन्छु र त्यसपछि तपाईँले आफैले पनि हाम्रा दर्शकहरूलाई दिनुभयो भने द्याट वुड बी मच बेटर फर एभ्री वान अफ अस फर आवर भ्युअर्स पब्लिक व्हाटएभर के हो भने यहाँ हुनुहुन्छ दयारत्न शाक्य अहिले अरेगन स्टेट अमेरिकाबाट वेस्ट अमेरिकाबाट बोलिराख्नु भएको छ हाम्रो सामनेमा हुनुहुन्छ र उहाँ एक प्रकारले नेपाल भाषा अथवा नेवा भाषाको बारेमा पनि बढी चासो राख्नुहुन्छ जनजाति आदिवासीको सवालमा चासो राख्नुहुन्छ र अहिले मूलत फेडरलिजमको बारेमा उहाँ चर्को नभनौं एउटा बौद्धिक हिसाबले बहस गरिराख्नु भएको छ अदर देन दिस आई होप तपाईँ आफैले चाहिँ थोरै आफ्नो परिचय दिनुहुन्छ हाम्रो पब्लिकलाई मेरो नाम दया शाक्य हो तपाईँ सुनिहाल्नु भयो म यहाँ अमेरिकाको पोर्टल्यान्ड सहर अथवा ओरेगन राज्यको पोर्टल्यान्ड सहरबाट बोल्दैछु अनि विशेष गरेर यहाँ अब अमेरिकामा आइसकेपछि चाहिँ मलाई नेपालप्रतिको माया जति पहिला थियो त्योभन्दा धेरै बढी जस्तो अरूहरूलाई पनि हुने खालको र मलाई पनि त्यस्तै खालको भएको छ तर अहिले नेपालको जति पनि अब मानिसहरू बाहिर आउँदाखेरि नेपालप्रति माया हुने स्वाभाविक भएकोले गर्दाखेरि चाहिँ हामी बाहिर बसेर चाहिँ नेपालप्रति के गर्न सकिन्छ भन्ने विषयमा निकै चासो मसँग बढ्दै आएकोले गर्दाखेरि अनि सामाजिक सेवामा धेरै लागेको छु र विशेष गरेर मेरो अब आफ्नो पहिलाको अनुभव अनुसारमा धेरै भाषा र साहित्य सम्बन्धी म निकै पहिलेदेखि नै संलग्न भएको थिएँ र अध्ययनको सिलसिलामा मैले नेपालमा हुँदाखेरि मैले नेपाली भाषा पढेँ त्यहाँदेखि पछि नेपाल भाषा पढेँ अनि यहाँ अमेरिकामा आएर मैले लिङ्ग्विस्टिक्समा पनि युनिभर्सिटी अफ ओरेगनबाट मैले ग्रेजुएट गरेको छु र यही भाषा र साहित्यको सिलसिलामा जति पनि कामहरू पहिला गर्दै आएको हो र त्यसैको सिलसिलामा मलाई नेपालमा भएका घटनाहरूको बारेमा निकै चासो लाग्दै आएकोले गर्दाखेरि त्यस विषयमा सामाजिक कार्यक्रमहरू पनि भाग लिँदै आएको छु र यहाँ ओरेगनमा आउँदाखेरिको जति पनि कार्यक्रमहरूमा म संलग्न भएँ त्यही संलग्न भएपछि नै मलाई धेरैजसो मान्छेहरूले चाहिँ नेपालको एक कार्यकर्ताको रूपमा चाहिँ ओरेगनबाट रिप्रेजेन्ट अथवा चाहिँ प्रतिनिधित्व गरिरहेको जस्तो मलाई धेरैजसोले चिन्ने गरेका छन् हजुर अब ठिकै छ त्योभन्दा नि बढी यहाँ लेख्नुहुन्छ एकाडेमिक रिसर्च पेपर्सहरू लेख्नुहुन्छ हामीले पनि पब्लिस गरेका छौँ द हिमालयन भोइसमा थ्याङ्क यू फर कन्ट्रिब्युटिङ टु द हिमालयन भोइस एनिवे फोटो अलिकति थोरै अलिकति फोकस मिलेको छैन कम्प्युटरमा तर त्यो पनि ठिक छ मच बेटर छ ओके अलिकति माथि ठिकै छ यो मैले फुल स्क्रिनमा राखेको हुनाले नि हुनसक्छ जस्तो टिभीमा जस्तो आउँछ त्यस्तै गराइराखेको छु मैले यहाँ एक्ज्याक्टली एनिवे अब यसरी कुरा गर्नु त हुन्छ यहाँले हिजो त्यो पेपर नि पठाउनु भएको रहेछ अब त्यो गर्दाखेरि सबै पढिराख्दा नि भ्युअरहरूलाई अलिकति हुने अब मैले लेखेको यो पेपर चाहिँ तपाईँले टाइमको हिसाबले धेरै लामो भयो भन्नुभयो मैले 12-13 मिनटको टाइम फ्रेम राखेर किनभने 1 आवरको टाइम भन्नुभएको थियो मलाई होइन अनि त्यही भएर 12 मिनटमा झारेको हो कि धेरै अब यस्तो भइराखेको छ एनिवे त्यसरी भन्दा नि हामी यस्तो कुरा अब तपाईँ आफै एक्सपर्ट हुनुहुन्छ थोरै कुरा क्या यो त अफ ह्यान्ड टाइपले नि त्यसरी गयौँ भने कस्तो हुन्छ होला अनि त्यसरी इन्ट्रेस्ट बन्थ्यो कि त जस्तो नि हाम्रो अहिले नेपालको अहिले तत्कालको सिचुएसनमा तपाईँलाई अब सबै कुरो थाहा छ जस्तो मलाई पनि केही जानकारी छ भनेपछि यो एउटा कुरो त्यो हुन सक्छ विशेष गरेर फेडरलिजमका लागि त तपाईँले आफ्नो भोइस त भोकलै हुनै गरिराख्नु भएको छ इमेल्सहरूमा त्यही कुराहरू छ
त्यो पनि कुरा होला एउटा होइन। विशेष गरेर अब नेवार समुदायलाई रिप्रेजेन्ट पनि गर्नुहुन्छ तपाईँले, नेवार भाषाकै कुराबाट किन उठान नगर्ने? यसरी जाँदा के होला? हुन्छ, तपाईँको आफ्नो अब विचार हो। हजुर, त्यो पढ्ने कुरा त छँदैछ, बरु हामी कतै पोस्ट पनि गरौँला। म त एउटा के लाग्छ भने हाम्रो जुन नेपाल भन्ने देशको नाम नै नेवार भाषाबाट आएको हो। हुन त हाम्रो प्रोफेसर कमल प्रकाश मल्लले अलिकति त्यसलाई आफ्नो एउटा आर्टिकल छ अथवा रिसर्च पेपर छ, हेरिटेज प्रिजर्भेसन टुरिज्म फर टुमोरो भनेर 1983 मा नेपाल आर्कियोलोजी अफ द वर्ल्ड भन्ने एउटा टाइटलमा लेख्नु भएको छ त्यो किताब, मतलब पेपर मिठो छ त्यो। त्यसमा नि उहाँले व्याख्या गर्नु भएको छ। अब तपाईँ आफै नेवार, तपाईँ आफै भाषाशास्त्रको चाहिँ अब एक्सपर्ट वाटेभर, चाहिँ तपाईँले नि अलिकति यसमा केही अलिकति प्रकाश पार्नु नि त हाम्रो दर्शकहरूलाई के पर्यो? अब शब्द चाहिँ अब नेवार भनेर जुन अहिले प्रचारमा आइरहेछ, अनि नेवार र नेपाल भने चाहिँ अब एउटा सिनोनिम्स हो क्या त्यो। अब त्यस किसिमको चाहिँ अब शब्द व्यापकता दिनुपर्नेको सट्टामा चाहिँ यसलाई चाहिँ कतै विच्छेद गरेको जस्तो चाहिँ मलाई देखिरहेछ। किनभने अब ने र वा र रमा त्यो तीनटा अक्षरमा चाहिँ अब को मतलब सम्बन्ध र ने र पा र लमा चाहिँ कसरी हुन्छ भन्ने खालको प्रश्नहरू चाहिँ उठ्ने गरिरहेका छन्। गर्दाखेरि चाहिँ के हुन्छ भने वास्तवमा अब हाम्रो नेपाल भाषामा चाहिँ अब भनौँ न अन्त्यको चाहिँ र र लमा चाहिँ कुनै अन्तर छैन। प्रोनाउन्सिएसन गर्ने बेलामा चाहिँ कसैले चाहिँ अब रको सट्टामा चाहिँ ल भन्छन्, लको सट्टामा र भन्छ। त्यो चाहिँ मतलब प्राचीन कालका अरू तथ्यहरूबाट पनि प्रमाणित हुन्छ। त्यसैले अब हामीले चाहिँ रिप्लेस गरेर के भन्न सकिन्छ भने अब ने र वा र को सट्टामा ने र वा र ल, आखिर कुरा एउटै हो। त्यही प्रकारले चाहिँ बीचको चाहिँ वा र पामा पनि खास केही फरक हुँदैन बोल्ने बेलामा अथवा पुराना प्रमाणहरूकोबाट चाहिँ हेर्दाखेरि चाहिँ। त्यसैले अब ने पा ल भन्नु र ने वा र भन्नु र ने वा ल भन्नु र ने पा ल भन्नु एउटै हो, त्यसको चाहिँ फरक हुँदैन। अनि अर्को कुरो के छ भने लिङ्ग्विस्टिकली एउटा विचार गर्दा आर र एलको चाहिँ जुन किसिमको छ अब नन इन्टरचेन्जेबल जुन मिनिङ छ भनेपछि अब हामीले जुन एउटा चाहिँ शब्दलाई लिन सक्छौँ कि जस्तो अब रानी भन्छौँ हामी है, अब नेपालीमा पनि चलिरहेछ त्यो शब्द। तर त्यो रानी भन्ने शब्दलाई चाहिँ हामीले अब बोल्ने बेलामा हामीलाई लानी हुन जान्छ। लानी भनेको चाहिँ अब त्यो एउटै मिनिङ हो कि त्यसको चाहिँ अर्को मिनिङ हुन सक्दैन। एल र आलको चाहिँ चेन्ज हुँदाखेरि त्यस्तो खालको चाहिँ अब त्यो कुरोलाई चाहिँ हामीले अब भनौँ न विशेष गरेर अब त्यसलाई प्रकाश नपारिकन चाहिँ यस्ता कुराहरू चाहिँ बाहिर निस्केको चाहिँ नदेखेको गर्दाखेरि चाहिँ यो सम्बन्ध विच्छेद भएको जस्तोको मलाई चाहिँ लागिरहेछ। हजुर, अझ थप छ कि यसै बारेमा? अब नभए म पनि थपौँ कि भनेर नि, मेरो पनि भाषाशास्त्रको म पनि विद्यार्थी भएको हुनाले मलाई पनि इन्ट्रेस्ट हुन्छ। विशेष गरेर म टिबेट बर्मन भाषाको हिसाबले कुरा गर्दाखेरि निपाको अर्थ काउ हर्डर अथवा बफेलो हर्डर अर्थ क्याटल हर्डर। टिबेट बर्मन भाषामा चाहिँ त्यो वस्तु पाल्ने मान्छेलाई, पाको अर्थ त मान्छे भइहाल्छ, निको अर्थ क्याटल जनावर अथवा घरपालुवा वस्तु। र अनि यो लको कुरा जुन गर्नु भने रेट्रोफ्लेक्स एउटा चाहिँ आर र चाहिँ एप्रोक्सिमेन्ट र ल चाहिँ ल्याटरल एप्रोक्सिमेन्ट। त्यसको तपाईँले जुन भन्नुभयो त्यही नै हो कुरा, त्यसको मिनिङै एउटै हो। जस्ट त्यो प्रोनाउन्स हुनका लागि घर्षण जुन फ्रिक्सनको कारणले एउटा एप्रोक्सिमेन्ट ल्याटरल अर्को एप्रोक्सिमेन्ट रेट्रोफ्लेक्स। एउटा कुरो त्यो हो भने सुनीति कुमार चटर्जीले पनि के भन्नुभएको छ भने उहाँको 1974 मा किरात जनकीर्ति भन्ने किताब छ। हजुर, मैले पढाएको छु त्यो। हजुर, किताबमा त्यही छ। देयर वाज अ किङ अफ द ट्राइबल किङ ने हिरो किङ थियो, सायद त्यो नेवारहरूकै आफ्नै चाहिँ हुनसक्छ। र अनि तिनको पछाडि बाल र पालको सायद नेवार भाषाले त्यो मिनिङ त्यसको अर्थ लुज गरेर हुनसक्छ भनेर त्यही कुरालाई कोट गरेर प्रोफेसर मल्ल, कमल प्रकाश मल्लले उहाँको त्यो लेखलाई त्यो क्लोज गर्नु भएको छ लास्टमा कन्क्लुजनमा आएर। र प्रोफेसर कमल प्रकाश मल्लले पनि डेफिनेटिभली नेवारी भाषाकै हो, नेवार भाषाकै हो भनेर चाहिँ भन्नुभएको त छैन। तर नेपालले आज गर्व गर्ने कुरा हो भने
त्यहाँको ट्राइबल भन्नुहोस् अथवा एथनिक भन्नुहोस् अथवा इन्डिजिनस पिपलकै त्यो के भन्नु त्यसलाई हेरिटेजबाट आफूलाई इन्ट्रोड्युस गराइराखेको छ। त्यो चाहिँ नेपाल भनेको नेवारकै हो। मलाई त त्यस्तै लाग्छ। हजुर, यो त त्यो गर्व गर्ने कुरा हो। सत्य कुरा हो यो चाहिँ। किनभने अब भनौँ न एउटा लिङ्ग्विस्टिक फिचरबाट चाहिँ एउटा के पनि हुन्छ, अब हामीले आफैलाई चाहिँ परिचय गर्दाखेरि हामी कहिले पनि नेवार भन्दैनौँ। किनभने हामीसँग जुन किसिमको चाहिँ अब लिङ्ग्विस्टिक फिचर छ त्यो फिचरलाई चाहिँ हाम्रो आफ्नो जिब्रोमा टाँसिसकेको छ। त्यो टाँसेकोले गर्दाखेरि हामी आफैले परिचय गर्दा अब कसैले छिस्सुहरूका मतलब त्यसरी कसैले सोध्यो भने चाहिँ जी नेवार जी नेवाल कहिले पनि भन्दैनौँ। त्यो भन्नुको कारण चाहिँ के हो भने अब जस्तो अब एलको उच्चारण त छँदैछ, आरको उच्चारण त छँदैछ, अनि त्यसले गर्दाखेरि त्यो भएकोलाई चाहिँ के हुन्छ नोमिनेटिभ फर्ममा चाहिँ हामीले जहिले पनि लास्टको चाहिँ जुन अब नेपाल र नेपाल भन्दाखेरि चाहिँ त्यो क्लोज लेभल भयो त्यो होइन। तर हामीले बोल्दाखेरि चाहिँ त्यो क्लोज लेभल होइन, किनभने अब नेवार भाषा चाहिँ अब मोनोसिलेबिक वर्ड हो अथवा चाहिँ अब ओपन सिलेबिक हुन्छ। त्यसलाई ओपन सिलेबिक भनेर चाहिँ जहिले पनि भावल चाहिँ लास्टमा हुन्छ। अनि गर्दाखेरि चाहिँ हामीले चाहिँ नेपाल भन्दाखेरि चाहिँ क्लोज सिलेबिक भयो, अनि चाहिँ नेवार भन्दा पनि क्लोज सिलेबिक भयो। त्यो फिचर चाहिँ अरू इन्डो आर्यन ल्याङ्ग्वेजमा चाहिँ धेरै जस्तो हुन्छ। त्यो इन्डो आर्यन ल्याङ्ग्वेजको जुन अब फिचरलाई चाहिँ धेरै जस्तो चाहिँ प्रचार प्रसार आएकोले गर्दाखेरि अब हामीलाई चाहिँ त्यसरी नभन्ने गर्दाखेरि तर हामीले अब नेवा भनेको त्यही भएर चाहिँ अमेरिकामा सायद अब भनौँ न नेवा लेख्दाखेरि चाहिँ NEWAH को लास्टमा जुन एच चाहिँ थप्ने चाहिँ परम्परा जुन छ त्यो मैले चाहिँ बचाउनु त्यो मैले चाहिँ बचाउ एस्पिरेसन होइन। त्यो भावलको चाहिँ जस्तो अब त एलको चाहिँ उच्चारण चाहिँ लोप भएपछि चाहिँ त्यो भएको चाहिँ वाको उच्चारण चाहिँ लङ्गर भएर जान्छ। त्यो चाहिँ कम्पेन्सरी लेन्थनिङ भन्ने जुन किसिमको प्रोसेस चाहिँ लिङ्ग्विस्टिकली चाहिँ आउँछ, त्यस्तो त्यो कम्पेन्सरी लेन्थनिङ एल र आरलाई चाहिँ मतलब लस भएकोले गर्दाखेरि त्यसलाई लामो पार्ने चाहिँ भावललाई लामो पार्ने चाहिँ त्यो किसिमको चाहिँ फिचर चाहिँ देखिन्छ त। त्यसैले अब हामी आफैले चाहिँ भन्दाखेरि हामी नेवा भन्ने गर्छन्। तर अहिले नेपालको चाहिँ पब्लिकेसनमा नेपालका धेरै पत्र पत्रिकाहरू निस्किरहेको यहाँ चाहिँ के देखिन्छ भने लेख्ने बेलामा देवनागरीमा लेख्दाखेरि चाहिँ ने र वा गरेर चाहिँ त्यो विसर्ग दुईवटा लिने चाहिँ लेख्ने गरिरहेका हुन्छन्। तर अङ्ग्रेजी अथवा चाहिँ रोमनाइज गरेर लेख्ने बेलामा चाहिँ NEWA मात्रै लेख्ने गरिरहेका छन्। मैले चाहिँ त्यो अलिकति चाहिँ हाम्रो प्रोनाउन्सिएसन अनुसार चाहिँ एक्ज्याक्टली चाहिँ भएन। त्यसलाई चाहिँ अलिकति मतलब कि त अब सेमिकोलन दिएर चाहिँ ए को पछाडि चाहिँ सेमिकोलन दिनु पर्यो, कोलन दिनु पर्यो अथवा चाहिँ विसर्ग दिनु पर्यो। र यदि चाहिँ विसर्ग नदिने र कोलन नदिने हो भने चाहिँ त्यसलाई चाहिँ रिप्रेजेन्ट गर्ने चाहिँ इन्डोलोजीको चाहिँ थ्योरी अनुसारमा चाहिँ एच राख्ने चलन छ। त्यसैले गर्दाखेरि त त्यो एचको रिप्रेजेन्टेसन के हुन्छ अरे देयर इज समथिङ इज मिसिङ भनेको चाहिँ एउटा चाहिँ सङ्केत हो। त्यो मिसिङ चाहिँ के हो भने त आर र एल हो त्यो। अनि आर र एलको चाहिँ जुन किसिमको चाहिँ इन्डिकेसन हुन्छ त्यो इन्डिकेसन चाहिँ खालि अब जातिको रूपमा हेर्ने हो भने नेवार भयो, अनि देशको रूपमा हेर्ने हो भने चाहिँ नेपाल हो। यसमा कुनै किसिमको सन्देह नै छैन। तर सन्देह नै नभएको चिजलाई चाहिँ अरूलाई के भन्छ यसलाई चाहिँ अब विच्छेद गर्ने, नेपालको सम्बन्धदेखि चाहिँ विच्छेद गर्ने जुन किसिमको चाहिँ भ्रम अहिले चाहिँ फैलिरहेको छ, त्यसले त्यो भ्रम फैलाएर चाहिँ के भएर चाहिँ नेपालसँग सम्बन्ध नभएकै गरेर नेवारी भन्ने जुन किसिमको प्रचार प्रसारमा आइरहेको छ त्यो एउटा चाहिँ मतलब चाहिँ नेवारहरूलाई चाहिँ नेपालबाट चाहिँ विच्छेद गर्ने एउटा चाहिँ एक किसिमको चाहिँ अलिक नराम्रो चाहिँ त्यो भावना चाहिँ आइरहेको जस्तो मलाई चाहिँ लागिरहेको छ। त्यसमा एउटा कुरो अर्को गरिहालौँ, के गरौँ भने नेमुनीको कुरा गरौँ त। नेमुनीको कुरो आयो यो 15th सेन्चुरीमा भनौँ न एकजना लेखकले चाहिँ लेखेका छन्। यो अझ ब्याक जाउँ न, नेपाल भन्ने स्वास्थ्य नेपालेभ्य भन्ने दुईटा शब्द यो अलाहाबादको इन्स्क्रिप्सनमा, अलाहाबाद पिलरको इन्स्क्रिप्सनमा, यो समुद्रगुप्तको इन्स्क्रिप्सनमा लेखिएको छ। यो 335 अथवा 375 एडीको बिचको छ। त्यति पहिले नै नेपालभ्य त्यहाँ थियो नि त, होइन? अब यो पछि आयो के गर्यो भने यो नेमोनीको कुरो अब हालिया छ पछि आएर 15th सेन्चुरीमा। त्यो चतुराङ्क महाभारत लेख्ने मान्छेको नाम चाहिँ समथिङ खैर अब एकजना गजपति भन्नेले चाहिँ चतुराङ्क महाभारत लेखे। त्यो चाहिँ 15औं शताब्दीमा छ कि अब कि तेस्रो चौथो शताब्दीमा अलरेडी नेपालभ्य भन्ने त्यहाँ छ। अब यसलाई 15th सेन्चुरीमा आएर गजपतिले चाहिँ के लेखे भने नेमुनीबाट नेपाल बन्या हो। अब यो यस्तो प्रकारको हिस्ट्री हामी कहाँ आइराखेको छ। यसलाई हामीले तपाईहरु जस्तो स्कलरले एड्रेस गर्नुपर्छ भन्ने अब हिमालयन भोइसको त त्यो मान्यता हो।
यसलाई के भन्नुहुन्छ? एकदम राम्रो कुरा हो तपाईँ। अब यस किसिमको मान्यता हामीसँग हुँदै पनि यसलाई चाहिँ प्रचार नगर्नु भनेको त हाम्रो कमजोरी हो। यो कमजोरी त हामीले कुनै पनि हालतमा ल्याउनु हुँदैन। तर चाहिँ एउटा चाहिँ यस्तो पक्ष किसिमको चाहिँ अब हाम्रो समाजमा चाहिँ छन् कि जसले गर्दाखेरि चाहिँ यो यस्ता कुराहरू चाहिँ धेरै पाराले प्रचार नगर्ने खालको विचारधारा भएका मान्छेहरू पनि धेरै छन् यहाँ। तर अब इतिहास भन्ने कुरो चाहिँ कुनै समयको लागि चाहिँ रोक्न सकिन्छ अथवा चाहिँ छोपेर राख्न सकिन्छ। तर कुनै पनि हालतमा सत्य भन्ने कुरो त सधैँभरिको लागि छोपेर राख्न कुनै पनि हालतमा सक्दैन। अब नेपालको ऐतिहासिक कुरा विचार गर्न हामीले अब 1990 भन्दा अगाडि हामीले कहिले पनि सोचेका थिएनौँ कि नेपालबाट चाहिँ राजा हट्छ भनेर। एक्ज्याक्टली। तर हट्नुपर्ने कारण के हो भने अब भनौँ न, मतलब अब कुनै पनि चिज चाहिँ अब लामो समयसम्म चाहिँ बसिरहँदाखेरि उनीहरूलाई तितो भइसकेको हुन्छ। त्यो तितो चिज चाहिँ अब कमसेकम मान्छेले चाहिँ मन पराउँदैन नि। अब त्यो मन नपराउने चिजलाई हटाइसकेको हुन्छ। तर त्यति बेलाको परिस्थिति अनुसारमा चाहिँ त्यो तितो हो भनेर थाहा हुँदै पनि अब पचाइरहेको थियो त्यतिखेर। तर सत्य भन्ने कुरो त फेरि फर्केर आइहाल्छ। त्यसले गर्दाखेरि जुन अहिले यो कुरो तपाईँले उठाउनु भयो, त्यो उठाएका कुराहरूलाई चाहिँ हामी जस्ता भनौँ न मतलब अब बुद्धिजीवीहरूले चाहिँ यसलाई चाहिँ बाहिर ल्याउनै पर्छ। अनि मात्रै जनमानसमा चाहिँ यी कुराहरू चाहिँ सबै कुरो चाहिँ भनौँ न अलिकति व्यापक रूपमा चाहिँ प्रचार चाहिँ गर्नुपर्छ भन्ने मलाई लाग्छ। होइन, यहाँ कुरै गर्ने हो भने नेपालको अहिले जति पनि साहित्यिक विकास भाषिक विकास छ त्यो सबै नेवार समुदायकै चाहिँ अग्रजहरूबाट भएको छ। सच एज पारसमणि प्रधान दार्जिलिङबाट, सुब्बा रिद्धि बहादुर मल्लले उहाँले सबभन्दा पहिले के शारदा भन्ने मासिक पत्रिका चलाउनु भयो नि त, होइन र? त्यो शारदा भन्ने पत्रिका चलाउनु भयो उहाँले। अनि अब त्यो शारदा भन्ने पत्रिकामा नै त साहित्यहरू लेख्न थालिया हो। जस्तो अब लेखनाथकै कुरा गरौँ न, उहाँले त्यो पिंजडाको सुगा के लेख्नु भएको छ भने त त्यो पिञ्जरबद्ध किर मथली शरण गुप्तको इन्डियन चाहिँ कविको त्यहाँ स्पष्ट लाइन बाई लाइन देखिन्छ। यस्तै अब हाम्रो मुना मदनकै सवालमा कुरा गरौँ न, जी वया लक्ष्मी मधुनी त्यो हाम्रो चाहिँ नेवारी भाषाको लोकगीतबाट ठ्याक्कै कपी भएको भनेर डाक्टर दयाराम सम्भव श्रेष्ठले बाकायदा लेख्नु भएको छ। अझ प्रोफेसर कमप्रकाश मल्ल त सिल्मेबाट पनि त्यो आएको छ त्यसमा भन्ने खाले कुरा गर्नु भएको छ। यस्तो हुँदै पनि कि नेवारी भाषाप्रति अलिकति नेवारहरू अथवा तपाईँहरू जस्तोले नेवार भाषा बोलेकोमा अथवा नेवार भाषाकै अब प्रयोग गर्ने भन्ने बारेमा जुलाई 25, 1997 काठमाडौँ नगरपालिकाले नेवार भाषाको आफ्नो लोकल उसमा चाहिँ प्रयोग गर्यो। त्यसै गरेर उता धनुषाको चाहिँ त्यो राजविराज चाहिँ नगरपालिकाले नोभेम्बर 18, 1997 चाहिँ सुरु गर्यो त्यो लोकल ल्याङ्ग्वेज युज गर्न। सुप्रिम कोर्टले 2001 जुन 3 गएर अब त्यसलाई चाहिँ बन्द गराइदियो। जुन 3 चाहिँ कालो दिवसका रूपमा लिन्छन् आदिवासी जनजाति, विशेष गरेर काठमाडौँमा त यो कालो झन्डै लिएर म आफै पनि हिँडेको छु, अथवा त्यतिखेर हामी पनि त्यही थियौँ के। त एउटा कुरो यसरी एउटा भाषाको जुन भाषाको त्यत्रो हेरिटेज छ क्या, त्यत्रो विशाल महत्त्व छ, नेपालको नाम नै त्यही भाषामा बनाएको छ भने त्यस भाषाप्रतिको दुराग्रह नहुनु पर्थ्यो। एउटा कुरो यो, यसलाई कसरी एड्रेस गर्ने, यो कुरो अलिकति चित्तबुद्ध पाराले अब गभर्मेन्टलाई अथवा सबैलाई कसरी सम्झाउने? त्यही भने मैले अघि चाहिँ भनिहालेँ। अब जुन अब शब्द अब नेपाल र शब्द नेवारको चाहिँ जुन नेपालसँग सम्बन्ध छ त्यो सम्बन्धलाई चाहिँ विच्छेद गर्ने यो नेवार, त्यसैले तपाईँकै मुखबाट मैले चाहिँ अब 2 पटक चाहिँ अहिले नेवारी भन्ने शब्द चाहिँ तपाईँको मुखबाट सुने अहिले नै। एक्ज्याक्टली। अब मैले मेरो मुखबाट चाहिँ त्यो शब्द चाहिँ सायद अब जानी चाहिँ कुनै पनि हालतमा मेरो मुखबाट आउँदैन। त तपाईँको मुखबाट त्यो नेवारी शब्द जुन आइरहेछ त्यो आउनुको कारण नै के हो भने तपाईँमा प्रभावित छ कि जो अब शासकीय वर्गहरूको चाहिँ एउटा प्रभावित हो त्यो। किनभने तपाईँले जुन किसिमको शिक्षा नेपालमा लिनुभयो त्यो नेपालमा लिएको शिक्षाले चाहिँ तपाईँको मनस्थितिबाट चाहिँ नेवारी शब्द हटाउन निकै गाह्रो हुन्छ। त्यो गाह्रो हुनुको कारण चाहिँ के हो भने तपाईँमा जुन किसिमको चाहिँ शिक्षा तपाईँले दिइरहेको छ नेपालको मतलब शैक्षिक व्यवस्थाबाट, त्यसले नै नेवारलाई चाहिँ नेपालबाट विच्छेद गराउने खालको एउटा शिक्षा दिइरहेछ। त्यसैले गर्दाखेरि चाहिँ के हो भने अब जुन किसिमको चाहिँ अब सुरुको चाहिँ अब ऐतिहासिक कुराहरू तपाईँले अब पारसमणि प्रधानको नाम लिनुभयो। अब पारसमणि प्रधान त अब हाम्रै देउतरी मैले नै जाने चिनेको चाहिँ उहाँ व्यक्ति हुनुहुन्छ।
त्योभन्दा पहिले मैले सुनेको मात्रै व्यक्तिको नाम लिने हो भने चाहिँ यो नेपालमा चाहिँ जुन अब गोर्खापत्र चाहिँ अब निस्कियो होइन, त्यति बेला चाहिँ अब दार्जिलिङबाट चाहिँ गोर्खे खबर कागज भन्ने चाहिँ निस्किएको थियो। गोर्खे खबर कागज चाहिँ के हो भने अब गङ्गा प्रसाद प्रधान भन्ने व्यक्तिले चाहिँ निकालेको हो। अब यता नेपालमा चाहिँ गोर्खापत्र निस्कियो, दार्जिलिङतिर चाहिँ त्यही हाराहारीमा चाहिँ गोर्खे खबर कागज हो। गोर्खे खबर कागज चाहिँ किन चाहिँ निस्क्यो भन्दाखेरि त्यति बेला चाहिँ अब पादरी गङ्गा प्रसाद प्रधान चाहिँ अब नेपाल छोडेर उता मुगलान गइसकेपछि अनि निकै पादरीहरूको चाहिँ अब प्रभावित भएकोले गर्दाखेरि अब यो धर्मलाई चाहिँ हामीले आफ्ना मान्छेहरूलाई पनि दिनु पर्ने खालको चाहिँ अब सुविधा होस् भन्ने चाहिँ अनि गोर्खे खबर कागज निकाले, मतलब भाषाको हिसाबले चाहिँ अब त्यो भनौँ न अब क्रिस्चियनिटी प्रचार गर्नुको लागि चाहिँ निकालेको हो। तर भाषिक हिसाबले त्यो गोर्खे खबर कागजको जति महत्त्व छ नेपालबाट चाहिँ अब गोर्खापत्र निस्केको त्यति नै महत्त्व छ भनेपछि त्यो भाषिक हिसाबले पनि नेवारहरूकै एउटा चाहिँ मतलब भनौँ न के अरे उनीहरूको कन्ट्रिब्युसन छ त्यहाँ। तर कन्ट्रिब्युसन भएको चिजलाई चाहिँ बाहिर निस्किनु सट्टामा त्यसलाई चाहिँ लुकाएर राख्ने चाहिँ नेपालको एउटा परम्परा बसिरहेछ। अनि त्यो परम्परा बसेकोलाई चाहिँ हामीले चाहिँ अब यो होइन भनेर भन्दाखेरि त्यो भन्ने सुन्ने मान्छेहरूको चाहिँ त्यो कानै अथवा भनौँ न मैले भनिरहेको थिएँ कि त्यो अब भनौँ न अब के अरे हात्तीको कानमा चाहिँ त्यो लामखुट्टे जस्तो खालको चाहिँ भइरहेको हुन्छ यहाँ। अनि भनेपछि हामीले चाहिँ चित्त नबुझ्ने कुराहरू धेरै त्यो बिल्डअप हुँदा आउँदै अब त्यो प्रस्फुटन भएर आइरहेछ। यो एउटा चाहिँ विस्फोटको चाहिँ टाइम हो यो। किनभने जति कुराहरू अहिले हामीले पृथ्वीनारायण शाहको बारेमा जाने सुनेका छौँ अथवा हाम्रो कलेजमा अथवा स्कुलमा पढ्ने गरिरहेको छौँ, त्यो पढ्ने गरिरहेको शब्द कुराहरू त हाम्रो लागि चाहिँ एक अंश पनि हामीलाई चाहिँ राम्रो दिएको छैन त्यसमा। भनेपछि जति कुराहरू पहिलाको कुराहरू छ त्यसलाई चाहिँ लुकाएर चाहिँ नेपालकै इतिहास हेर्ने हो भने कति कुराहरू चाहिँ अब कसले नेपालको इतिहास लेख्ने गरिरहेको छ तपाईँको नाम चाहिँ लिनुभयो भने धेरै जस्तो कुराहरू चाहिँ एउटै मतलब चाहिँ समूहका मान्छेहरूले नेपालको इतिहास लेख्ने, अनि त्यही इतिहास चाहिँ हामीले पढेर आइरहेका छौँ। अनि पढेर आएपछि त्यो इतिहास भन्ने कुरो त कहिले पनि झुठो हुँदैन भन्ने पनि हामीलाई थाहा छ। भनेपछि अब हाम्रो अहिले नेपालको परिप्रेक्ष्यमा नेपालको इतिहास चाहिँ कतै झुठा हो कि भन्ने हामीले चाहिँ शङ्का उत्पन्न भइसकेको छ। अहिले यो कस्तो किसिमको चाहिँ देशको चाहिँ हामी जनता भएर बाँच्नु परिरहेको छ जहाँ कि अब इतिहास पनि दोहोऱ्याएर लेख्नुपर्ने, सत्य इतिहासै बाहिर आउँदैन, त्यस्तो खालको अवस्था आएर चाहिँ भनेपछि यी सबै कुराहरूको जुन किसिमको अब भनौँ न मतलब सप्रेसिभ खालको चाहिँ विचारधारा चाहिँ छ। अब पढाइमा सप्रेसिभ छ, जागिरमा सप्रेसिभ छ, अब समाजमा सप्रेसिभ छ, हरेक कुरोमा सप्रेसिभ चाहिँ भएकोले गर्दाखेरि यो त अति भयो। यो अति भनेको चाहिँ अब कहिलेसम्म सही रहने, त्यही भएर चाहिँ यो अहिलेको जुन परिस्थिति हामी कहाँ आइरहेछ। त्यसैले हामीले यसलाई चाहिँ अलिकति व्यापक रूपमा चाहिँ प्रचार प्रसार गरेर यसलाई चाहिँ सत्यलाई चाहिँ बाहिर निकाल्नुपर्छ। यो सत्यलाई ढाकछोप गरेर चाहिँ केही क्षणको लागि चाहिँ ढाकछोप गरिन्छ होला, तर चाहिँ सधैँभरिको लागि ढाकछोप चाहिँ गरिरहन सकिँदैन हामीले, मेरो विचारमा यस्तै लाग्छ। अब अलिकति कुरा के भने नि डाक्टर हर्क गुणको एउटा लेख हामीले पनि हिमालयन भोइसमा पोस्ट गरेका छौँ, भाषा र जनजाति भन्ने टाइटलमा उहाँले लेख्नु भएको छ। त्यो लेखमा उहाँले एउटा कोट गर्नुभएको कुरा यहाँ सेयर गर्न मन लाग्यो। कृष्णचन्द्र अर्याल र वैद्यनाथ जोशीले एउटा के लेख्नु भएको छ, वैद्यनाथ जोशी सेडाईले, र विक्रम सम्वत वैशाख 1974 भने 95 वर्ष पहिले लेख्या। यो लोकल ल्याङ्ग्वेजहरूलाई त्यसमा चाहिँ नेवार, गुरुङ, मगर, राई, लिम्बू जस भाषालाई अर्धचन्द्राकार लगाएर मतलब अर्धचन्द्राकार भने गर्दनमा हात लगाएर चाहिँ घाँचेर्ने भने जस्तो नि घोग्र्याउने भने घोग्र्याएर ननिकालेसम्म नेपाली भाषाको एउटै ऊ हुनै छैन, विकास हुने छैन, यस्तै भनेर उहाँले लेख्नु भएको छ एउटा सरकारी नीति के। दोस्रो कुरो पछि आएर 1956 मा कलेज अफ एजुकेसनले पनि यस्तै किसिमको रिपोर्ट दिएछ। के रिपोर्ट दिएछ भने स्कुलहरुमा त्यो प्राङ्गणमा बच्चाहरू जब स्कुलको ग्राउन्डमा आइपुग्छन् त्यतिखेर आइपुग्ने बित्तिकै उहाँले उनीहरूलाई मातृभाषा बोल्न नदिने रोक लगाउने, यो किसिमको गलत नीति राष्ट्रिय नीति रह्यो नि, जुन एक भाषाको नीति र एक संस्कृतिको नीति। त्यसले गर्दा लोकल ल्याङ्ग्वेजेस आर डाइङ अलमोस्ट भनौँ न मिनेट बाई मिनेट वा आवर बाई आवर भन्ने एउटा रिपोर्ट पनि छ। हाम्रो नेपालको पनि अहिले त्यही सिचुएसन छ। एटलिस्ट नेवार तपाईँहरू नेवारहरूले त बचाइराख्नु भएको छ, बोल्नुहुन्छ। एज मेरै कुरा गर्नुहुन्छ, मेरो भाषा मलाई आउँदैन। मैले मेरो प्रोफेसर कमल प्रकाश मल्लसँग कुराकानी भइरहेको छ, अलमोस्ट भनौँ विकली जस्तो भइराखेको हुन्छ। र उहाँले यही कुरा गर्नुभएको थियो कि भाषा मलाई त मेरो आफ्नै भाषा मलाई आउँदैन, बडा पीडाको कुरो छ। अब यसमा जङ्गबहादुरहरूले रुखका क्या एउटा सूचना गरेको थियो, मगर भाषा बोल्यो भने काटेर जिब्रो काटेर चाहिँ फालिदिने भन्नेसम्म। त्यसले गर्दा हाम्रो प्यारेन्ट्सहरूले बोल्दैनन्, हाम्रो ग्रान्ड प्यारेन्ट्सहरूले बोल्नु भएन।
मैले पनि सिक्न पाइनँ। त्यसले गर्दा उहाँले अस्ति भर्खर पनि त्यो कुरो भन्नुभएको थियो। तर तपाईँहरूले त बताउनु भएको छ। र नेवार भाषा नेपालको आइडेन्टिटी हो, स्पष्ट म त त्यो भन्ने गर्छु। भला नेपाली भाषा एकदम अहिले अब 48.6% बोल्छ मदर टङको रूपमा। हमारे 2001 को डेटा छ। यसमा अब अलिकति भइराखेको छैन। यी कुराहरूलाई अब पनि एड्रेस गर्नुपर्ने हुन्छ। हाम्रो नेवार समुदायले चाहिँ भाषाको कुरा नै उठाइराखेको छ। यस अर्थमा हाम्रो नेपालको आइडेन्टिटी भाषा र संस्कृतिले समुदायलाई पनि परिचय दिने हो। त्यस्तो भए हुनाले तपाईँ त्यो जुन कुरा गरिराख्नु त्यो सही छ, र त्यसमा हाम्रो समर्थन पनि छ। तर अब प्रोफेसर जयराज जस्ता मान्छेहरूले सिद्धिचरण श्रेष्ठ इन नेपालिज पर्सपेक्ट भन्ने एउटा लेख्नु भएको छ। नेवार भाषा भन्दा पहिले नेपाली भाषा त्यो नेपालमा भनेर लेख्नु भएको छ। त्यो प्रताप मल्लको त्यो छोरा मरेर गएछ, उसको स्मृतिमा एउटा चाहिँ शिलालेख त्यो रानी पोखरीमा के अब यो 790 AD को चाहिँ शिलालेख 1617 को AD को चाहिँ शिलालेखमा त्यो कुरो अब उहाँहरूले चाहिँ अब त्यसरी यो भएन क्या। यसलाई तपाईँ जस्तो विद्वानले एड्रेस गर्नुपर्छ। अनि दयाजी अलिकति फोटो थोरै तपाईँको के भएर अलिकति माथि आउनुहोस्, कम्प्युटर अलिकति अझ माथि थोरै। ठिक छ, अलिक सेन्टेन्स छैन। ठिक छ ठिक छ, साइडमा गयो तपाईँको फेरि अलिकति माथि त्यो टाउको चाहिँ ल त्यतिले हुन्छ, चल्छ। यसमा अब अलिकति भएन क्या, यो हुँदै भइरहेको। सरकारी नीति नै गलत छ अनि मातृभाषीहरूको अब यो हाल नहुनु त अब स्वाभाविक छ। अब भाषिक रूपमा चाहिँ विचार गर्ने हो भने हामी सबैले चाहिँ अब भनिरहेछौँ कि नेपालको जनतालाई हामी नेपाली भन्ने गरिरहेछौँ। त्यो भन्नुको सट्टामा चाहिँ मेरो विचारमा के छ भने कुनै पनि हालतमा चाहिँ नेपालको मान्छेहरूलाई चाहिँ नेपाली भन्नु हुँदैन भन्ने मेरो चाहिँ भनाइ छ। भन्नु हुँदैन किन भनेको हो भने यदि हामीले लिङ्ग्विस्टिक राइट लिने हो भने नेपाल एउटै मात्र भाषा बोल्ने चाहिँ देश होइन। यो चाहिँ बहुभाषी, बहुसंस्कृति, के अरे धर्म भएको चाहिँ देश हुँदै पनि एउटै मात्र भाषालाई चाहिँ अब प्राथमिकता दिँदाखेरि यो थिचोमिचो हुनु त स्वाभाविकै हो। तैँले मेरो भाषा बोल्यो भने म तँलाई यस्तो दिन्छु भन्ने एउटा प्रोत्साहन दिने भयो। तैँले यस्तो आफ्नो भाषा बोल्यो भने म तँलाई सजाय दिन्छु भन्ने पनि एउटा त अब दुई प्रकारको चाहिँ यो थिचोमिचो त भइरहेकै छ नेपालमा। अब यो कुरो चाहिँ अब अहिले आएर हामीले यसरी ठाडै रूपमा चाहिँ यो भाषाको अगेन्स्टमा बोल्न पाउने भएकोले गर्दा नै हामीले यो भनिरहेछौँ। पहिला हो भने त हामीले बोल्नै नपाउने त्यो खालको चाहिँ व्यवस्था थियो पहिला। अब बोल्नै नपाउने गर्ने पनि उनीहरू नै हो जसले चाहिँ आफ्नो मात्रै भाषा चाहिँ अब आफ्नो गोरको 12 टका जो भन्दै आएको छ उनीहरूको चाहिँ मतलब विचार हो त्यो। तर नेपालमा भएका भाषाहरूलाई यदि एकीकृत रूपमा चाहिँ विचार गर्ने हो भने अब नेपालीले चाहिँ नेपाली भाषा जुनको त्यसको चाहिँ पुरानो नाम चाहिँ अब यो धेरै नाम चाहिँ परिवर्तन हुँदै अहिलेसम्म आएर चाहिँ नेपाली हुन आइरहेछ। जो भाषाको नाम चाहिँ नेपाली नै थिएन पहिला, ओ गोर्खाबाट चाहिँ राइज भएर चाहिँ अब नेपाली हुन आयो। अब अहिलेको परिस्थितिमा हामीले चाहिँ नेपालको भाषा नेपाली भन्नु भनेकै उनीहरूको लागि चाहिँ सबभन्दा ठुलो गहन चाहिँ एउटा उपलब्धि हो। यो उपलब्धि चाहिँ कहाँदेखि सुरु भयो भन्दाखेरि चाहिँ अब पृथ्वीनारायण शाहदेखि लिएर त्यहाँदेखि पछि धेरै किसिमका ऐतिहासिक घटनाहरू घटिरहेका थिए अनि जङ्गबहादुरले त्यस्तो गरिहाल्यो। अब विभिन्न जातीय भाषाहरूलाई चाहिँ जुन किसिमको दमनकारी मतलब षड्यन्त्रकारी रूपहरू चाहिँ मतलब गरियो। अब त्यसैको उपलब्धि नै अहिले चाहिँ नेपालको भाषा नेपाली भइरहेछ। वास्तवमा यो भाषाको नाम नेपाली नै थिएन, जो कि अब नेपालको चाहिँ सम्बन्धलाई गाँच्नको लागि चाहिँ नेपाली शब्द लियो। तर चाहिँ नेपालसँग सम्बन्धित भएको नेपाल भाषालाई चाहिँ विच्छेद गरेर चाहिँ यसलाई चाहिँ नेवारी भन्न लगायो। मैले भन्नु खोजेको कारण के हो भने यस्तै किसिमको चाहिँ जुन अब थिचोमिचोको कारणले गर्दाखेरि नै अब यो मतलब हुन त अब यसको चाहिँ पुरानो नाम त अब खस भाषा हो। अब खस भाषा भनेर चाहिँ किन चाहिँ भन्नु पर्यो भने चाहिँ हामीले हाम्रो आफ्नै भाषामा भन्दाखेरि हामी कहिले पनि यो भाषालाई चाहिँ नेपाली भाषा भन्दैनौँ। हामी भन्ने बेलामा चाहिँ खे भाया भन्छौँ। यो खे भाया भनेको चाहिँ यो नराम्रो होइन यो, तर उनीहरूले सम्झिरहेको छ यो नराम्रो शब्द चाहिँ हाम्रो लागि युज गर्यो भनेर भनिरहेछन्। वास्तवमा खे भाया भनेको चाहिँ अब खे भनेको चाहिँ शब्द चाहिँ कहाँबाट आउँछ भने अब यो चाहिँ खस हो। यो खसबाट चाहिँ खे हुन्छ। अब यसमा अब भनौँ न संस्कृत शब्दको अब अर्को एउटा उदाहरण चाहिँ हामीले के लिन सक्छौँ, हंस भन्ने शब्द चाहिँ संस्कृतबाट चाहिँ हाँस हो।
हजुर यसलाई चाहिँ हजुर डकको रूपमा लिन्छ। अब त्यो हंस भन्ने शब्द चाहिँ हाम्रो भाषामा जुन चाहिँ अब ध्वन्यात्मक रूपमा चाहिँ परिवर्तन हुँदाखेरि चाहिँ हंसबाट चाहिँ हैं हुन आउँछ। हामीले अब हाँसलाई चाहिँ हैं भन्छौँ। किन त्यो हैं भएको कारण किन अघि नै मैले भनिहालेँ, नेपाल शब्दको एल र आल चाहिँ लोप भएपछि त्यसको कम्पेन्सेटरी लेटनिङ त्यो थ्योरी अनुसार चाहिँ त्यो अनि भावल चाहिँ लामो पर्छ। नेवाल के त्यो भावल चाहिँ लामो भएर जान्छ। अनि त्यही हंस भन्ने शब्दबाट चाहिँ अब हेँ भएको जस्तै खारोले अब खस भन्ने शब्दलाई चाहिँ खे हुन आएको हो यो। जस्तो गाली गरेको होइन यो। अनि खे त्यसपछि भ्या भयो, भाषालाई चाहिँ भ्या भयो भनेपछि हामी चाहिँ कहिले पनि भन्दैन कि यो हामी नेपाली बोल्ने भन्ने भन्दैनौँ। हामीले चाहिँ खे भ्या भन्ने हुन्छ। अब खे भ्या भनेको चाहिँ नराम्रो भनेर उनीहरूले सम्झिन्छ। त्यही पाराले चाहिँ अब यो किसिमको चाहिँ अब उनीहरूले चाहिँ हामीलाई चाहिँ खे भ्या भन्यो भनेर जुन किसिमको चाहिँ अब लान्छना लगाइरहेछ, त्यो लान्छना भनेकोले हामीले चाहिँ तिमीहरूको भाषा चाहिँ यस्तो हो भनेर हामीले बोलेर देखाइदिएको हो त्यो। त्यस्तो हुँदा हुँदै पनि यसलाई चाहिँ अब नेपाललाई चाहिँ अब सम्बन्ध राख्ने चाहिँ नेपाली भाषा र नेवारकोहरूको चाहिँ नेपालसँग सम्बन्ध विच्छेद गर्ने चाहिँ नेवारी भाषाको रूपमा चाहिँ अहिले व्यापक प्रचार भइरहेछ। अनि हरेक चाहिँ बुद्धिजीवीको मतलब जिब्रोमा अहिलेसम्म पनि अब यसलाई चाहिँ अब नेपाल भाषा भन्ने जुन जिब्रोमा टाँसिएको छैन। इभन म एउटा कमल प्रकाशको नाम उहाँ तपाईँले लिनुभयो, त्यही प्रकारले म कमल दीक्षितको नाम लिन चाहन्छु। कमल दीक्षितले पनि हामीले अब मैले एउटा लामो लेख चाहिँ लेखेर यो विश्व परिक्रमा भन्ने एउटा पत्रिका डिसीबाट चाहिँ निस्किन्छ यहाँ। अनि त्यसमा चाहिँ म 3 वर्ष अगाडि चाहिँ डिसीमा जाँदाखेरि सम्पादकसँग चाहिँ चिनाजाना भयो। त्यसपछि उहाँले चाहिँ त्यो 3 जेलसम्म प्रकाशित भएका सबै लेखहरूको चाहिँ एउटा मतलब पत्रिकाहरूलाई चाहिँ एकै ठाउँमा चाहिँ राखेर मलाई पठाउनु भयो। त्यसपछि मैले सबै पत्रिकाहरू हेरेर चाहिँ मैले आफ्नो चाहिँ अब विश्वकर्मा परिक्रमाभित्र परिक्रमा भनेर एउटा चाहिँ लामो लेख लेखेर अनि त्यो लेख चाहिँ छापेर पठाउनु। त्यसपछि त्यसको प्रतिक्रियाको रूपमा चाहिँ कमल दीक्षितले चाहिँ के लेख्नुभयो भने हामी तिमीहरूको भाषालाई म यस्तै भन्छौँ र त्यो खालको लेडी ढिप्पी खालको चाहिँ जुन किसिमको उनीहरूको व्यवहार छ त्यो व्यवहारले गर्दाखेरि अब कमल दीक्षित जस्तो मान्छेले चाहिँ त्यसरी चाहिँ व्यवहारमा अरू भाषालाई चाहिँ जुन किसिमको चाहिँ व्यवहार गर्ने हो त्यस्तो किसिमको व्यवहार गरेपछि अरू मान्छे त चुप लाग्ने भइहाल्यो। भनेपछि यही बुद्धिजीवीहरूले चाहिँ जो किसिमको चाहिँ अब चाहिँ भनौँ न अघि तपाईँले भन्नुभयो जस्तै खालको चाहिँ अब भनौँ न अब नेवार के अरे मगर भाषा बोल्यो भने जीव काटिदिन्छु भन्ने खालको त्यस्तो किसिमको चाहिँ अब लाइफ थ्रेटनिङ किसिमको चाहिँ सिचुएसन निकालिसकेपछि मान्छे त स्वत नै अब भाषा त्यागेर भए पनि चाहिँ आफ्नो ज्यान बचाउने सर जान्छन्। यो नै गलत चाहिँ धारणा नेपालको मान्छेहरूले चाहिँ गरिरहेछन्। भनेपछि हामीले त्यसको चाहिँ प्रतिकार नगरिकन चाहिँ कुनै पनि हालतमा यो भाषा साहित्यहरूको चाहिँ उत्थान चाहिँ नेपालमा हुनै सक्दैन। अब यतिका वर्षसम्म जुन किसिमको चाहिँ अब भाषाको मतलब उत्थान गर्नको लागि चाहिँ लडिरहेका चित्तधर हृदय महाकवि चित्तधर हृदयलाई किङ राजा महेन्द्रले चाहिँ कवि केसरी भनेर चाहिँ त्यो क्या टाइटल दिएर चाहिँ उहाँले सम्मान गर्नुभयो। तर उहाँको सम्मानमा कुनै किसिमको चाहिँ 1 पैसा चाहिँ सरकारी तौरबाट अथवा कुनै गरेको देखिएन। जब नेपालमा 1990 को चाहिँ जुन किसिमको परिवर्तन आयो त्यो परिवर्तन आइसकेपछि मात्रै उहाँलाई चाहिँ सम्मानको रूपमा चाहिँ कालीमाटीको महेन्द्र कोषालिक भएको ठाउँमा महेन्द्र कोषालिक निकालेर चाहिँ अनि चित्तधर हृदय कोषालिक चाहिँ लेख राखिएको छ। भनेपछि जुन किसिमको चाहिँ हामीले आफ्नो अधिकारको निम्ति अधिकार र आफ्नो भाषा बचावटको लागि चाहिँ कुनै किसिमको राजनीतिक यदि अब मतलब राजनीतिक खेल खेलेन भने चाहिँ त्यो कहिले त्यो रोएर कराएर मात्रै त्यो हुने खालको चाहिँ नहुने रहेछ भनेको चाहिँ हामीले अब महसुस गरिसकेका छौँ। त्यसले गर्दाखेरि अब जुन किसिमको चाहिँ अब अहिले चाहिँ परिवर्तन आइरहेछ त्यो परिवर्तन आएर जहाँसम्म लाग्छ अब त्यो सत्यतालाई चाहिँ कुनै पनि हालतमा अब दबाएर राख्न चाहिँ सकिँदैन। अघि तपाईँले चाहिँ यो मुनामदनको कुरा गर्नुभयो। मुनामदनको कुरा चाहिँ लिएर के हुन्छ सबभन्दा पहिला आनन्ददेव भट्ट भन्ने प्रोफेसरले चाहिँ उहाँले चाहिँ यस बारेमा चाहिँ लेख्नु भएको थियो। त्यहाँदेखि पछि अरू व्यक्तिहरूले पनि लेख्दै आए। झी वयाला लक्ष्मी मधुनीको हुबहु अनुवाद रूपमा मुनामदलाई ल्याएको छ। अब दयाराम सम्भवले राम्रो क्रिटिसिजम लेख्नु भएको छ। त्यो मैले 2038-39 सालमै राम्रो चाहिँ त्यो पढ्ने मौका पाएँ कि पुरै पढेको छु मैले पनि। एनिवे अनि अब देवकोटा जस्तो चाहिँ महान व्यक्तिलाई माथि उठाउने उहाँको चाहिँ सबभन्दा एउटा कमजोरी के हुन्छ भने उहाँको चाहिँ अब प्लट उहाँकोमा छैन तर खुबी चाहिँ छ। रचनाकारको रूपमा चाहिँ खुबी चाहिँ छ तर प्लट उहाँसँग चाहिँ कुनै धेरै शकुन्तला लेख्यो त्यसको प्लट हामीलाई थाहै छ। यो प्रोमेथियस अनबाउन्ड लेख्यो त्यसको प्लट थाहा छ। एकपटक मैले विजय मल्लज्यू यहाँ पोर्टल्यान्डमा आउनुभएको थियो, अमेरिकामा आउनुभएको थियो। त्यतिखेर मैले चाहिँ विजय मल्लसँग अन्तर्वार्ता लिएर चाहिँ
उहाँले चाहिँ के भन्नुभएको छ भने विजय मल्लले देवकोटाको मुखबाट मुना मदन पढेर सुनाएको मैले सुनेको छु भनेर उहाँले भन्नुभएको थियो। भने मतलब देवकोटाको सबभन्दा महत्त्वपूर्ण एउटा चाहिँ कविताको रूपमा लिने हो भने मुना मदन बाहेक चाहिँ अरू सबै जलाइदिए हुन्छ भन्ने खालको उहाँले नै भन्नुभएको छ। अनि फेरि चाहिँ अब उहाँले अर्को पनि म एउटा उदाहरण के लिन चाहन्छु, उडी छुनु के अरे उद्देश्य के लिनु उडी छुनु चन्द्र एक। म यो वाक्य चाहिँ घरिघरि मलाई चाहिँ याद भइरहन्छ। हामीले यदि केही किसिमको चाहिँ उद्देश्य पुरा गर्नु छ भने चाहिँ त्यो गर्न नसक्ने खालको उद्देश्य चाहिँ हामीले लिनुपर्छ अनि चाहिँ गर्न सक्ने खालकोलाई उपलब्धि गर्छौँ। अब त्यतिखेर नै अब उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भनेको मतलब चाहिँ के भन्दा हामीले कहिले पनि गर्न नसक्ने चिज भनेको चाहिँ 1969मा चन्द्रमामा मान्छे गएका हाले त्यहाँ। तर अब उडी छुनु चन्द्र एक जुन किसिमको उद्गार पहिला चाहिँ देवकोटाले लेखेर दिएका थिए भने 69 भन्दा अगाडि नै लेखेको हो। तर उहाँको जुन भावना छ त्यो भावना चाहिँ एकदम गहन छ। तर उहाँको चाहिँ प्लट चाहिँ एकदम चाहिँ कमजोर भयो। तर जी वयाला लक्ष्मी मदनी यति प्रचारित भएर चाहिँ आयो कि जसले गर्दाखेरि चाहिँ उहाँको पनि उहाँले पनि लिनुभयो गर्दाखेरि अब यो किसिमको तथ्यहरू जति पनि छ अब सोर्स लिने चाहिँ अब नेवार भाषा र साहित्यबाट हो। तर त्यसलाई प्रचार गर्ने चाहिँ त्यहाँबाट लिएको होइन भन्ने खालको यस्तो किसिमको भ्रमात्मक रूपमा चाहिँ व्यापक रूपमा प्रचार प्रसार चाहिँ भएको चाहिँ धेरै देखिरहेछ। अब पोलिटिकल पार्टीको कुरा लिने हो भने अब कसले सुरु गर्छ, अब सुरु गर्ने बेलामा त्यो काठमाडौँबाट चाहिँ नेवारहरूले नै सुरु गरेर आउँछ। तर पछि अरू मान्छे चाहिँ भित्र पसिसकेपछि यसलाई चाहिँ नेवारले गरेको होइन भन्ने भावना चाहिँ प्रचारमा आउँछ। अब हरेक यस्तो किसिमको चाहिँ जुन किसिमको मतलब न षड्यन्त्रकारी चाहिँ विचारधारा भएका षड्यन्त्रकारी चाहिँ एक्टिभिटिजहरू अब विभिन्न किसिमको चाहिँ भागले गर्दाखेरि अब एकदमै बाइस भएर चाहिँ यी कस्ता खालका मान्छे कि जसले कि अरूले गरेको हेर्नै नसक्ने आफूले मात्रै गरेको थाहा पाउनु आफूले यो अब चाहिँ कहिले यो हटिन्। अहिले जुन किसिमको परिवर्तन आइरहेको छ त्यो परिवर्तन भनेको के भने यो अति भयो, अब त चुप लाएर बस्नु हुँदैन कि त उनीहरूले आफ्नो हात फैलाएर चाहिँ प्लिज कम फरवर्ड भनेर भन्न सक्नु पर्यो कि त हो भने वी विल किक देम आउट भन्ने खालको स्थिति आइसकेको छ हामीलाई। कुन चाहिँ सफल हुन्छ अब भविष्यले हामीले देखाउँछ। किनभने अहिले जुन किसिमको अहिले मैले बोल्न पाएको भने के भने यो परिवर्तन हो। पहिला त बोल्न पाउने थिएन यस्तो किसिमको। हजुर एउटा त्यो पनि हो नि हामीले यो अहिले इनोभेसन जो छ नि डिजिटल अब यो हामी त त्यसमा छौँ त्यसको एउटा भनौँ उपयोग गर्ने हो हामी यहाँबाट त। एनिवे ठिक छ नेपालमा भएको भए अब अलग कुरा हुन्थ्यो। अहिलेको सिचुएसन यस्तो मतलब नभए भए भन्ने कुरा ठिकै हो। तपाईँको अब यो हिमालयन भोइसको चाहिँ माध्यमबाट म सबैलाई चाहिँ के एउटा चाहिँ सन्देश दिन चाहन्छु भने अब उपरान्त पनि पहिला जस्तै खालको चाहिँ भनौँ न सप्रेसिभ बिहेभियर अथवा चाहिँ मतलब त्यस्तो थिचोमिचो खाने खालको बानी बेहोरा हरेक माध्यमबाट चाहिँ भइरह्यो भने नेपाल विस्फोट भएर चाहिँ त्यो रहँदैन थियो। एकदमै नाजुक स्थितिमा आइसकेको छ अहिले। अब उपरान्त पनि त्यस्तो भयो भने चाहिँ हालसालैको जुन अब संविधान सभाको भङ्ग पनि त्यही हो जो कि अब अरू जातिहरू चाहिँ उठेर आउँछ र हामीलाई चाहिँ खोज्न हामीले खाने भाँडा चाहिँ खोसेर लिन्छ भन्ने खालको चाहिँ भावना गर्दाखेरि त्यो विघटन भएको कारण हो मेरो विचार त्यस्तो लाग्छ। हजुर अझै हामी एउटा कुरा गरौँ। म त यत्रो हेरिटेज छ हाम्रो नेवार हेरिटेज। अब म त नेवारै मेरो त जिब्रोमा बसेको हुनाले नेवार हेरिटेज नै भन्छु। नेपालको आइडेन्टिटी नेवार भाषा नेवार कल्चरसँग छ। म त त्यही भन्छु। इभन युएनओमा पनि नेवारकै रञ्जना लिपि नै अब इन्ट्रोड्युस गराइएको छ जहाँसँग हामीले पढेको पत्र पत्रिकामा पढेको बुझेको यही नै हो। अब यो बेलामा पनि अब कुरा अलिकति गर्न मन लाग्यो। दुःखद कुरा अब तपाईँले अघि कुरा गर्नुभयो दार्जिलिङकै कुरा गर्नुभयो गोर्खा भाषाको कुरा। पहिले त गोर्खा भाषा थियो नि। गोर्खा भाषालाई अब टर्नरले चाहिँ डिक्सनरी लेखे नि संस्कृत डिक्सनरी 1931मा लेखेपछि अब गोर्खा भाषा अथवा पर्वतीय अथवा खस कुराहरूलाई अब त्यसलाई परिवर्तन गर्न नेपाली बनाउनु पर्छ भनेर स्वयं पारसमणि प्रधान र सुब्बा हरिसिद्धि बहादुर मल्ल लाग्नु भएको थियो। किन त्यतिखेर यो इस्यु नै थिएन नि होइन। भाषिक कुराहरू यस प्रकारको सप्रेसनका कुराहरू उहाँले त एउटा एकाडेमिकली अथवा वाट एभर त्यसरी जानुभयो। तर त्यही कुरो अहिले आएर के भन्यो भने नि हेर्नुहोस् न कस्तो इन्डाइरेक्टली अब नेपाली भाषाले पुरै खायो सबै कुरालाई। दुःखद कुरो म मेरो आफ्नो मातृभाषा बोल्न सक्दिनँ। मेरो मम्मीले बोल्नु भएन। इभन मेरो ग्रान्ड मदरले पनि बोल्नुहुन्न थियो। हामी त्यो उसमा आयो नि अनि जहाँ पनि जाउँ हामी मगर हाम्रो मगरहरूको सभाहरू हुन्छ कार्यक्रम हुन्छ तँलाई त मगर भाषै आउँदैन गिल्ला भनौँ नि त्यस्तो प्रकारले म आफैले धेरैचोटि भोगेको छु।
मलाई एउटा सभामा नि भनियो, अब ऊ भाषाशास्त्रको विद्यार्थी भन्छ आफूलाई आफ्नै भाषा आउँदैन भनेर ठाडै म माथि हाम्रै मगर एक्टिभिस्टहरूलाई एट्याक गरेका छन्। यो पीडा के कारणले भयो भने यही नेपाली भाषाका कारणले भयो। एक भाषा नीतिका कुराले जुन कुरोको समर्थन हुन सक्दैन अहिलेको सिचुएसनमा। एउटा कुरो यो हो भने नेवारी भाषाको कन्ट्रिब्युसन, नेवारी लिटरेचरको कन्ट्रिब्युसनलाई अथवा त्यसलाई हटाइदिने हो भने नेपालको इतिहासमा के छ त? अब भाषा वंशावली बलिमा हेर्ने हो भने यही कुरो छ। स्वस्थानी व्रत कथा पनि नेवारी उसबाट चाहिँ देखिन्छ। तपाईँले एउटा यो लिन्डा लुजको किताब एउटा पिएचडी थेसिस हेर्नु भएको छ? लिन्डा एल्टिस हो। लिन्डा एल्टिसको स्वास्थानी व्रत, नेवार वुमेन एन्ड रिचुअल अफ इन नेपाल, अहिले हालसालै यो यताबाट आएको छन्। अनि यत्रो कुराहरू छ। यसलाई चाहिँ अब आउँछन् मान्छेहरू, अब त्यही अब नामै लिनु जयराज आचार्य जस्ता मान्छेहरूले नेवार भाषा भन्दा पहिले, पृथ्वीनारायण शाह पुग्नुभन्दा पहिले प्रताप मल्लले नै लिङ्गुवा फ्राङ्काको भाषा रूपमा चाहिँ नेपालीले चाहिँ प्रयोग गरेको थियो भनेर अब उनले चाहिँ त्यहाँ लेखेका छन्। यसरी यो एकल काँटे अब जिरह अथवा डिस्कसन अथवा के भन्ने उसले त भएन नि। यो अलिकति हुन त अब दुःख लाग्छ हाम्रो एक्टिभिस्ट, जनजाति एक्टिभिस्टका तर्फबाट त्यस्तो एकाडेमिक एक्सर्साइजहरू कम हुन्छ। अब अलिकति हुन नि पर्यो। अब यता आउँछ नि अर्को हेर्नु, एकजना अब सुरेन्द्र केसीजी, उहाँले लेख्नु बाहुन क्षेत्री 12औं शताब्दीमा नेपाल आएका हुन् भन्ने प्रमाण कुन माइका लालसँग छ अरे। अनि उहाँले त्यही वसन्तदेवको 428 को त्यो थानकोट शिलालेखको के मल्लिकापुर गाउँमा ब्राह्मण त्यो 5औं लाइनलाई लिएर गुरुङ मगर राई लिम्बू त नेपाल पछि आएको भनेर अहिले हेर्नु त ब्राह्मण अब आदिवासी यस्तो खालेलाई ट्याकल गर्नुपर्छ तपाईँहरू जस्तो मान्छेले। र नेवार भाषाको यस त्यो ऊ हुनुपर्छ, बढी प्रचार हुनुपर्छ। नेवारबाट नै नेपाल बने हो भन्ने कुरो हामीले हाम्रो अब नेक्स्ट जेनेरेसन अथवा अर्को जेनेरेसन हामीले त्यो बुझाउनु पर्छ। नेमुनीबाट होइन, नेमुनी भन्ने कुरो फेक कुरा हो, गजपतिको चिन्तन हो। गजपतिको चतुराङ्क महाभारत त्यो 15औं शताब्दी वाला त्यो गलत चिन्तन हो। कहाँ त्यो पहिले नेवाल त्यहाँ छ नि, स्वास्ति नेपालै अलाहाबाद त्यो इन्स्क्रिप्सनको यस्ता कुराहरूलाई नजरअन्दाज गरेर जुन प्रकारले अब भनौँ न भइराखेको छ, भाषालाई दबाउने, संस्कृतिलाई चाहिँ उल्लु अब भने गलत अर्थमा लगाउने, यसको चाहिँ त अब समर्थन हुन सक्दैन। एउटा कुरो यो हो। नेवार भाषाको सवालमा हामीले धेरै कुरा अब यति भने पनि गर्न सक्यौँ। अनि अर्को कुरातिर जाउँ न। अहिले अब फेडरलिजमकै बारेमा थोरै कुरा गरौँ त। अब तपाईँको पर्सपेक्टिभ के छ? वाट इज योर टेक अबाउट द फेडरलिजम सर्ट अफ थिङ गोइङ अन इन नेपाल? अब फेडरलिजमलाई त अब हामीले कुनै पनि हालतमा अब त्यसलाई चाहिँ गुमाउनै हुँदैन मेरो विचारमा। अब फेडरलिजम चाहिँ गुमाएपछि चाहिँ के हुन्छ भने फेरि अब हामीले जति पनि अहिलेसम्म चाहिँ अब भनौँ न कन्ट्रिब्युट गरेर चाहिँ परिवर्तन ल्याउन खोजिरहेको त्यो परिवर्तनलाई हामीले हेर्नै पाउँदैन फेडरलिजम यदि छैन भने चाहिँ। अब त्यसैले अब फेडरलिजम कुन आधारमा गर्ने? अब कसैले चाहिँ 6 स्टेट हुनुपर्छ, कसैले 12 स्टेट, 11 स्टेट, 13 स्टेट, 14 स्टेट गर्दा गर्दै अब कुरा चाहिँ निकै माथिसम्म पुगिसकेको छ। यसलाई चाहिँ कुनै पनि हालतमा अब कसैले दबाउन सक्दैन। तर फेडरलिजम नेपालको लागि उपयुक्त छैन भनेर जुन अब एउटा पार्टीले, जनमोर्चा पार्टीले चाहिँ जुन अहिले पहिलेदेखि चाहिँ वकालत गर्दै आएका छन्, अब त्यो वकालत गर्नेहरूलाई अब जहाँसम्म लाग्छ त्यो अब कुनै पनि हालतमा अब सक्सेस चाहिँ हुँदैन। तर फेडरलिजमलाई चाहिँ कुनै पनि हालतमा अहिले हामीले बिर्सिनु त सक्दैन, त्यो नआउने कुरो पनि होइन, पछि त अब आइहाल्छ। तर कस्तो किसिमको फेडरलिजम आउँछ भन्ने बारेमा अझै हामीले चाहिँ शङ्का गर्नुपर्ने चाहिँ ठाउँ चाहिँ छ। अब म त अब आफ्नो पक्षमा बोल्ने हो भने मलाई त अब जनजातीय चाहिँ आधारमा चाहिँ फेडरलिजम आउनुपर्छ। म अहिले त्यसको बारेमा वकालत पनि यो फेडरलिजमको कुरा आउनुभन्दा अगाडिदेखि नै मैले वकालत गर्दै आएको हो। अब आएर चाहिँ धेरै चाहिँ सक्सेस हुँदै भइरहेछ। अब अन्तिममा आएर चाहिँ यसले चाहिँ फेडरलिजम जनजातिको आधारमा फेडरलिजम दियो भने चाहिँ नेपाल टुक्रिन्छ भन्ने किसिमको चाहिँ भ्रम जुन फैलिरहेछ, त्यो भ्रम फैलाउनेहरू नै अब फेडरलिजमदेखि चाहिँ डराइरहेछ। हामीले बित्थामा हामीले फेडरलिजम ल्याउनु पर्छ भनेर भन्यो, अल्ल गर्दा हेर अब आफ्नै टाउकोमा अब त्यो बन्जरो हान्ने खालको कुरा आइरहेछ भन्ने खालको त्यस्तो भावना आइरहेछ। र फेडरलिजमले चाहिँ के गर्छ भने जनजातीय आधारमा जुन किसिमको फेडरलिजम हामीले प्रपोज गर्दै आएका छौँ
त्यो प्रपोजबाट चाहिँ के हुन्छ भने नेपाल अझ बलियो भएर जान्छ। यदि नेपाललाई चाहिँ बलियो बनाएर लाने हो भने चाहिँ फेडरलिजम नेपालमा आउनुपर्छ, त्यो पनि जनजातीय चाहिँ एकाधिकारको अधिकारबाट चाहिँ आउनै पर्छ। यदि त्यो आएन भने के हुन्छ भने चाहिँ पछि चाहिँ अब त्यही पुरानै कुरा दोहोऱ्याउने मात्रै हुन्छ। यदि नेपाललाई चाहिँ हाम्रो नयाँ नेपाल भन्ने चाहिँ यो जुन किसिमको चाहिँ अब इमेज दिने हो भने त्यो नयाँ नेपालको इमेज भनेको चाहिँ अब एथनिसिटी बेस्ड चाहिँ फेडरलिजम चाहिँ आउनै पर्छ। अब यो कुरो त अब मन नपर्नेहरूले चाहिँ विभिन्न किसिमको प्रचार प्रसार त भइरहेकै छ नि। अब मिडियामा हाम्रो चाहिँ अब दखल छैन। अब दखल पाउनु पनि एउटा हाम्रो चाहिँ होल्ड नभएकोले गर्दा चाहिँ हरेक किसिमको चाहिँ अब गतिविधिहरूमा चाहिँ अब एन्टाई फेडरलिजम चाहिँ कुरा आइरहेछ। म बेला बेलामा अब यो नेपाल न्युज .com लाई चाहिँ यो के अरे एडिटोरियल ग्रुपलाई र न्युज राइटरहरूलाई म खोजेकी छु कि यदि तिमीहरू चाहिँ नेपालको रिप्रेजेन्ट गरेर न्युज हो भने बी स्टे एज ए न्युट्रल पर्सन, डोन्ट टेक अ साइड अफ एनी ग्रुप। यदि चाहिँ यो चाहिँ एन्टाई फेडरलिजम चाहिँ ग्रुपको चाहिँ मतलब चाहिँ कुराहरूसँग चाहिँ सहमत चाहिँ छ भने you stay inside within you but don't expose through the nepalnews.com। म अहिले पनि यही कुराले चाहिँ उहाँहरूलाई चाहिँ म भन्न चाहन्छु कि जति पनि न्युजहरू nepalnews.com बाट चाहिँ आइरहेछ त्यो आइरहेको चाहिँ एन्टाई फेडरलिजम खालको चाहिँ आइरहेछ यहाँ। कुनै पनि मिडिया कुनै न्युज पेपर होस् या चाहिँ इन्टरनेटको न्युज पोर्टल होस् जोसुकै होस् DC Nepal.com ले त्यही खालको प्रचार प्रसार गरिरहेछ, सगरमाथाले पनि त्यही प्रकारको प्रचार प्रसार गरिरहेछ र मिडियालाई चाहिँ उनीहरूले आफ्नो भाषाको एउटा चाहिँ भनौँ न एउटा चाहिँ यो चाहिँ हतियारलाई लिएर चाहिँ व्यापक रूपमा चाहिँ एन्टाई फेडरलिजमको प्रचार भइरहेछ। तर वास्तवमा भित्रभित्र जाने हो भने के अरे हाम्रो समाजभित्रका मान्छेहरूसँग चाहिँ कुराकानी गर्नुमा चाहिँ अब हामीले यस्तो गर्नु हुँदैन भने, तर त्यो कुराहरू मैले जति पनि लेखेर पठाइदिन्छु तर त्यो चाहिँ उनीहरूले एक्सपोज चाहिँ गर्दैन। अब साधारण कुरा चाहिँ गर्ने हो भने हिजो यो कोही एउटा न्युजमा जापानबाट के बलात्कार गरेको केसमा लागेको 15 वर्ष जेलमा आएको कुरालाई चाहिँ अब यति रूपमा चाहिँ प्रचार गरिरहेको छ कि त्यस्तो खालको न्युजलाई चाहिँ व्यापक रूपमा प्रचार गर्ने जो चाहिने चिज न्युज चाहिँ नेपालमा आउँदैन त्यहाँ। त्यस्तो खालको चाहिँ मतलब के परिस्थिति चाहिँ हामीले चाहिँ देखाइरहेछ, जसले गर्दाखेरि के भइरहेछ नेपाल अब न्युजमा जो आयो त्यही नै सत्य हो। किनभने हामीहरूको चाहिँ देशको चाहिँ लिट्रेसी रेट एकदमै कम छ अनि लिट्रेसी रेट कम भएकोले गर्दाखेरि अब न्युजमा जो आउँछ त्यो कुराहरू चाहिँ सत्य हो कि भन्ने खालको चाहिँ मान्छेहरूलाई फार्म पर्छ। अब जानेको मान्छेले जानेको छ र जान्ने र शिक्षित मान्छेहरूको सङ्ख्या थोरै भएकोले गर्दाखेरि उनीहरूले त बुझिरहेको हुन्छ। अब म जस्तो मान्छेले त यो के सत्य के र यो त्यो हिजोको जुन न्युज छ जापानको एकजनाको मान्छेको न्युज छ त्यो न्युज त अब त्यो त वायात न्युज होइन, त्यो नेसनल फोकस गर्नुपर्ने खालको न्युजै होइन त्यो। आफ्नो ग्रुपको चाहिँ भयो भने चाहिँ त्यसरी सानो कुरोलाई चाहिँ ठुलो पारेर देखाउँदैन, तर अरू जनजातिहरूको न्युज जब यदि निकाल्नु पर्यो भने चाहिँ त्यो कुनै पनि हालमा निस्किँदैन। म यही माध्यमबाट अर्को एउटा पनि मैले के भन्न चाहन्छु भने अस्ति हाम्रो चाहिँ यो वर्ल्ड नेवा अर्गनाइजेसनको चाहिँ एउटा कन्फरेन्स चाहिँ उसमा लन्डनमा भएको थियो अनि त्यतिखेर हामीले चाहिँ डाक्टर सतीमोहन जोशीले चाहिँ हामीलाई एज अ चाहिँ चिफ प्याटर्नको रूपमा चाहिँ हामीले चिफ गेस्टको रूपमा चाहिँ हामीले इन्भाइट गराएको थियौँ। अनि त्यतिखेर चाहिँ अब त्यहाँदेखि अब म फर्केर आयौँ अनि पछि चाहिँ अब BBC नेपालीले चाहिँ अब उहाँको चाहिँ अन्तर्वार्ता लिने भनेर चाहिँ अब कुरा उठेपछि अनि उहाँलाई चाहिँ BBC नेपालीको त्यो स्टुडियोभित्र लगेर चाहिँ अनि सोध्नुभयो। अनि सोद्धाखेरि चाहिँ अब त्यो अन्तर्वार्तामा त के भनेको छ भने चाहिँ सतीमोहनज्यू चाहिँ एक विशेष कार्यक्रमले स्थानीय कार्यक्रमको लागि चाहिँ आउनुभयो। त्यहाँ चाहिँ विश्व नेवार सङ्गठनको कन्फरेन्समा आएको भन्ने शब्द पनि त्यहाँ उहाँले निकाल्नु भएन। त्यस्तो किसिमको चाहिँ जुन किसिमको चाहिँ अब गतिविधि भइरहन्छ यो त अब चिन्ने मान्छेले जान्ने मान्छे सुन्ने मान्छेले त सुनिरहेकै हुन्छ भनिरहेकै हुन्छ, तर यस्तो खालको चाहिँ जुन किसिमको चाहिँ भनौँ न अब के अरे सप्रेसिभ जो एक्टिभिटी चाहिँ हरेक क्षेत्रबाट चाहिँ मिडियाबाट चाहिँ भइरहेछ यो कुन दिन आएर चाहिँ यो विस्फोट हुने हो। यो विस्फोट हुनु बेर छैन। यो विस्फोट भइसकेपछि उनीहरूले चाहिँ नाकमुख देखाउने ठाउँै हुँदैन। यही भन्छु कि किनभने मलाई जुन किसिमको चाहिँ अब यो बोल्ने अधिकार जो अहिले म पाइरहेको छु म त्यही बोल्ने अधिकारलाई प्रयोग गरेर मैले चाहिँ यो बोलिरहेको छु। त्यसैले यस्तो किसिमको कुराहरू चाहिँ कुनै पनि हालतमा हामीले चाहिँ दुधको दुध पानीको पानी सोझो किन गर्नु नसकेको, हामीले सत्यलाई सत्य भन्नु किन नसकेको, गलतलाई गलत भनेर प्रयोग गर्नेहरूलाई चाहिँ किन त्यो प्रोत्साहन दिनु नसकेको, यस्तो कुराहरू छ कि हामीसँग चाहिँ। त्यसैले जुन किसिमको फेडरलिजमको कुरा आइरहेको छ त्यो फेडरलिजमको कुरा चाहिँ नेपालबाट कुनै पनि हालतमा हट्न सक्दैन। तर चाहिँ
जनजातीय आधारमा चाहिँ यदि फेडरलिजम आयो भने चाहिँ यसलाई चाहिँ देश टुक्रिन्छ, अब चाहिँ गृहयुद्ध हुन्छ भन्ने जुन किसिमको व्यापक रूपमा चाहिँ आफ्नै मतलब चाहिँ मिडियाको सर्कलबाट चाहिँ प्रचार प्रसार भइरहेको छ, त्यो उनीहरूकै लागि चाहिँ यो गलत धारणा हो। पछिको लागि चाहिँ घातक हुन्छ उनीहरूको निम्ति पछि उनीहरूको लागि चाहिँ ह्रास हुन्छ। किनभने अब दयाजी हजुर अलिकति सेन्टरमा तपाईँको फेस अझ सेन्टरमा राखौँ न, त्यहाँ कम्प्युटरको उसमा हेर्नु अलिकति तपाईँ कतापट्टि आउनु पर्यो। यस अझ थोरै न तपाईँ उतातिर जानु, तपाईँको त्यो एउटा रहेछ नि प्रमाणपत्र, त्यो पनि आइरहेको छ। अलिकति माथि भयो भने अझ साइडमा गयो, यो चाहिँ तपाईँ उता जानुभयो, अझै सेन्टरमा आउनुपर्छ अलिकति माथि। यो हुन्छ अझ फोटो ठिकै छ, द्याट्स फाइन। अब रेकर्ड सबै भइरहेको छ, केही छैन। एउटा कुरो मलाई के भन्नु मन लाग्यो भने तपाईँले अघि यस ठिक छ हजुर, के हाम्रो चाहिँ एकजना दीक्षितको नाम लिनुभयो नि अघि तपाईँले, कमलमणि दीक्षित। अब कमलमणिको दीक्षितको कुरा तपाईँले उहाँले त्यसरी गर्नुभयो भने उहाँकै बाजे अझको पुर्खाको कुरा बा अथवा बाजे राममणि आदि दीक्षितले के लेखेका छैनन्, स्वाठे भुस्तिक्रे भनेर के लेखेका छन्, यिनीहरूलाई कहिले पनि सत्तामा साझेदार गराउनुहुन्न भनेर लेखेका छैनन्। र अनि अर्का शिखरनाथ सुवेदीले के लेखेका छैनन्, शिखरनाथ सुवेदीको थर गोत्र प्रवरावली होइन त। त्यसलाई अब अहिलेका जनजातीय आदिवासी एक्टिभिस्टहरूले एड्रेस गर्नै पर्छ। त्यसै कारणले अटोनोमी अथवा फेडरलिजम चाहियो भन्न खोजिया हो। तर यहाँ कतिपय कुरा, नेपाल एउटा सानो कन्ट्री, धेरै एथनिसिटी सच एज अब छेत्री 2001 को डेटा हेर्नु 15.80, अब यता ब्राह्मण 12.74, मगर 7.24, अनि त्यसपछि तामाङ 5.64 अनि नेवार 5.48% छ नि पपुलेसन साइज। अब यो सिचुएसनमा नि नेवार राज्यको परिकल्पना भइराखेको छ अहिले, त्यो बारेमा पनि अलिकति तपाईँले केही प्रकाश पार्नुहुन्छ कि त? अब नेवार राज्य त कुनै पनि हालतमा आउनै पर्छ। यदि चाहिँ नेवार राज्य आएन भने चाहिँ अब के किसिमको चाहिँ अब परिस्थिति आइपुग्छ त्यो अब भविष्यले थाहा छ त। तर यदि अब आयो भने के हुन्छ, आएन भने के हुन्छ, त्यो दुइटै चाहिँ एउटा कन्डिसन त छँदैछ। अब आएन भने चाहिँ कुनै पनि हालतमा हामी नेवारहरू चुप लाएर बस्ने त हुँदै होइन। अब मेरो विचारमा नेवार राज्यको जुन किसिमको अब इमेज हामीले तयार गरेका थियौँ, अब सबै साथीहरू मिलेर चाहिँ त्यो अहिले एउटा अब माओवादीले पनि अब सानो एउटा दिइरहेछ, अरू राजनीतिक कार्यकर्ताहरू पनि अब भनौँ न अब के एमाले र कङ्ग्रेसकाहरूले पनि अब नेवार राज्यको चाहिँ जुन किसिमको चाहिँ मतलब जग्गा ठुलो हुनुपर्ने हो त्यो अहिले आएकै छैन बाहिर। पुरानो ऐतिहासिक कुराहरूमा हेर्ने हो भने चाहिँ नेपाल मण्डल जो भन्ने शब्द चलिरहेको छ, त्यो नेपाल मण्डल शब्दको त्यति प्रचार प्रसारै छैन। किनभने नेपाल मण्डलभित्र चाहिँ एउटा अहिलेको चाहिँ जुन 8वटा जिल्ला चाहिँ पर्न आउँछन्। अनि दोलखा जिल्लाको चाहिँ जुन किसिमको अब नेवार बस्ती छ, त्यो नेवार बस्ती चाहिँ अब नेपालदेखि अलग त हुँदै होइन त्यो। किनभने अब 750 वर्ष अगाडिदेखि चाहिँ अब काठमाडौँको भाषा र दोलखाको भाषा चाहिँ अब छुट्टिएर गएको छ सम्बन्ध विच्छेदले गर्दाखेरि। भनेपछि त्यहाँ जुन किसिमको चाहिँ अब पुराना भग्नावशेषहरू अथवा चाहिँ पुरातात्विक मतलब चिजहरू चाहिँ जुन दोलखामा पाइन्छ त्यो प्रमाणै हो कि नेपाल दोलखा पनि नेपालभित्र पर्छ। तर अहिले जुन नयाँ किसिमको चाहिँ 14 अञ्चल र 75 जिल्लाको डिमार्केसन गर्दाखेरि चाहिँ अब जिल्ला चाहिँ छुटेर चाहिँ गयो। अनि चाहिँ काठमाडौँ भ्याली भनेको चाहिँ अब नेपाल भनेकै काठमाडौँ भ्यालीमा मात्रै सीमित हुन आयो। तर नेपाल मण्डल शब्दलाई चाहिँ एकदम दबाइरहेछन् यो के अरे इतिहास लेख्नेहरूले चाहिँ। भनेपछि अब धेरै कुराहरूमा चाहिँ हामीले विचार गर्दाखेरि जति किसिमको चाहिँ अब दुधमा दुध पानीको पानी चाहिँ हुनुपर्ने हो त्यो चाहिँ भएको देखिँदैन। भनेपछि चाहिँ अब भनौँ न अब कतिपय कुराहरू चाहिँ अब तपाईँले अघि भन्नुभयो जब जयराज कसले चाहिँ अब जयराज आचार्यले आचार्यले अब यस्तो सानो कुरालाई चाहिँ अब भनौँ न अब मेकिङ अ माउन्टेन आउट अफ अ मोल भन्छ नि होइन। त्यस्तो गर्ने हो भने त जयराज आचार्यले एउटा मात्रै उदाहरण दिएको छ, तर हामीसँग चाहिँ धेरै उदाहरणहरू छन् जसले गर्दाखेरि त्यो कुरालाई चाहिँ मतलब समर्थनै गर्दैन। तर प्रचार प्रसारको हिसाबमा के छ भने उनीहरूको प्रचार हुन्छ, हाम्रो प्रचार हुँदैन।
भनेपछि तपाईँलाई चाहिँ म के एउटा चाहिँ धन्यवाद दिन चाहन्छु भने तपाईँको जुन एउटा मिडियम अब त्यो हिमालयन भोइस भनेर भन्नुभयो मतलब निकाल्नु भयो अब यो हिमालयन भोइसको अन्तर्गत चाहिँ अनि सबै कुराहरू बाहिर आइसकेपछि त्यो जयरा आचार्य होस् कि या मदन के अरे त्यो कमल दीक्षित होस् जोसुकै होस् न हामीसँग त मिडिया अहिले कभरेज त गर्नुपर्ने छ नि त उहाँहरूले चाहिँ जति लेखेर प्रचार प्रसार गरेपछि त्यसलाई चाहिँ अब भनौँ न खण्डन गर्नेको त माध्यम तपाईँले बनाउनु भयो नि त आई रियली एप्रिसिएट वाट यु हेभ बिन डुइङ बिकज यु गेभ मी द चान्स टु स्पिक अप यो ठाउँ मैले चाहिँ पहिल्यैदेखि खोजिरहेको मैले चाहिँ अब नेपाल न्युज .com लाई चाहिँ आर्टिकल पठाउँछु उहाँहरूले पठाउँछु छाप्नुहुन्न अरू पत्रकारलाई चाहिँ दिएर पठाउँछु उहाँहरूले छाप्नुहुन्न अनि कहीँ भाषण गर्ने ठाउँ छैन जसले गर्दाखेरि के भइरहेछ भने भएको कुरालाई चाहिँ एक्सपोज गर्न खोज्दाखेरि ठाउँ छैन अब उपरान्त अब भोइस यो हिमालयन भोइसले चाहिँ सायद के हुनसक्छ भने पहिला जुन अब अमेरिकामा हुँदाखेरि चाहिँ यो हराइजन नेपाल हराइजन भन्ने एकदम व्यापक रूपमा प्रचार भयो अहिले आएर चाहिँ डिसी नेपाल चाहिँ आइरहेछ डिसी नेपाललाई डोमिनेट गर्ने चाहिँ भोइस अफ हिमालयन भोइस हुनसक्छ किनभने त्यो डिसी नेपालले जो किसिमको प्रचार प्रसार गरिरहेछ त्यो प्रचार प्रसार एक भाषा नीतिलाई चाहिँ उपलब्ध के अरे त्यो फेरि चाहिँ अब त्यो विस्तार गर्दै लाने खालको नीति अपनाइरहेछ उनीहरूले हजुर अब थ्याङ्क यू फर द एप्रिसिएसन बट एक्चुअली अब यो त एक प्रकारको हिमालयन भोइस के भने एउटा ब्लग बनाएको वेब्लग बनाएको हो अब यो चाहिँ त्यो अरू प्रकारले त गरिएको छैन केही भनौँ आर्काइभ गर्ने आफूलाई इन्ट्रेस्ट लागेका कुराहरू पोस्ट गर्ने आर्काइभ गर्ने र तपाईँहरू जस्तो स्कलरहरूको आर्टिकल्सहरू पब्लिस गर्ने त्यो हिसाबले एउटा एकाडेमिक डिस्कसन किन नगर्ने भन्ने हिसाबले यो इस्टाब्लिस गरे हो अब 2 वर्ष पनि बढी भइसक्यो एउटा त कुरा त्यो रह्यो अब जहाँसम्म अब तपाईँले कुरा गर्नु भने नेवार राज्यकै कुरा अब दोलखामा पनि पुगेको छु के द्वालखा भन्छन् उनीहरूले द्वालखा जुन त्यो द्वालखा गाउँमै भीमसेन मन्दिर छ दोलखा भीमसेन त्यो मन्दिरमा म आफू पनि पुगेको छु नेवारी बोल्छन् स्लाइड त्यो डायलेक्टिकल भेरिएसन हुन्छ क्या त्यो त अब एभ्री 10 miles ल्याङ्ग्वेज चेन्ज एभ्री 10 years ल्याङ्ग्वेज चेन्ज अब त्यो त थ्योरी नै सिद्धान्तै एउटा छ नेपाल मण्डलको कुरा गर्दा अब कसैले त के पनि भन्छन् भने स्वयं नेवार विद्वानहरूले नै के भन्छन् भने अब नेवारको बहुमत भए त भक्तपुर र पाटन मात्रै हो बाँकी त छैन त भन्ने खाले कुरा नि गर्छन् के भन्ने यसलाई कसै चाहिँ अब के भन्नु के त्यसको मतलब बहुमत छैन भन्दैमा अब के हो नेवारको जनसङ्ख्या चाहिँ धमाधम मर्दै गएको हो र मर्दै गएको त भन्न चाहँदैन नेवारहरू चाहिँ मर्दै गयो अरू चाहिँ जन्मिँदै गयो भन्न मिल्छ यो चाहिँ एउटा चाहिँ सुनियोजित ढङ्गले चाहिँ गरेको एउटा चाहिँ मार हो यो अब 20 वर्ष अगाडि भनौँ न अहिलेको हामीसँग चाहिँ उपलब्ध भएको चाहिँ तथ्याङ्क जनसङ्ख्याको तथ्याङ्क विचार गर्ने हो भने अब रेसियो अनुसार चाहिँ नेवारको जनसङ्ख्या घट्दैछ अरे भन्छन् तर अरू जातिको चाहिँ जुन किसिमको चाहिँ अब रेसियो क्या पपुलेसन बढ्दै आएको चाहिँ त्यसलाई चाहिँ ध्यान नदिकन चाहिँ नेवारको जनसङ्ख्या घट्दै आएको चाहिँ देखाइरहेछ त्यो घट्नको कारण चाहिँ के हो कसरी चाहिँ घटेको मरेको त होइन होला त कि त्यो माओवादीले चाहिँ अब त्यो आन्दोलन ल्यायो भनेर सबै नेवारहरूलाई चाहिँ धमाधम मार्दै गएर जनसङ्ख्या घटेको हो र त्यो किन रेसियोको हिसाबमा चाहिँ नेवारहरूको चाहिँ अब के अरे पहिला अब 2-3 दशक अगाडि चाहिँ अब काठमाडौँ भ्यालीमा चाहिँ 65% चाहिँ अब नेवारहरू थियो भन्ने चाहिँ प्रमाणित हो अब नेपालमा जे पनि हुन्छन् क्या त्यो राणाकालमा जे पनि हुन्छ भने जस्तै अब हालसालको चाहिँ अहिलेको जुन एकाधिकार भएका अब मतलब चाहेकाहरूले चाहिँ जे पनि गरिरहेछन् यो के अरे डेटालाई मेनिपुलेट गर्ने आफूलाई चाहिने चिज चाहिँ अब धेरै देखाउने नचाहिने चिजलाई थोरै देखाउने अब पञ्चायत कालमा के पनि भयो भने अब धर्मको हिसाबमा अब हिन्दू धर्मावलम्बीहरू चाहिँ 95% भनेर देखाएको थियो त्यहाँदेखि अर्को दशक पछिको चाहिँ सेन्सस निकाल्दाखेरि चाहिँ हिन्दू धर्मावलम्बीहरू भन्दा अरू धर्मावलम्बीहरू 5% बाँकी रहेकोमा 30% देखाइदियो भनेपछि त्यो कसरी चेन्ज भयो त्यो त अब मतलब ऱ्याडिकल चेन्ज भने एकदमै ठुलो चेन्ज भयो नि त 5% चाहिँ पहिला थियो नन हिन्दुजहरू चाहिँ अब पछि अर्को दशकमा चाहिँ के तथ्याङ्क निकाल्दाखेरि चाहिँ 30% देखाइदियो भनेपछि त्यो आवाज जब उठिसकेपछि उनीहरूले चाहिँ के गर्नु यो त गर्नु हुँदैन भन्ने खालको त्यो म्यानिपुलेट गर्ने खालको चाहिँ तथ्य चाहिँ हामीसँग छ डेटा चाहिँ सबै म्यानिपुलेट गरेको खालको तथ्यहरू छन् चाहिने चिजलाई निकालिँदैन अब नचाहिने चिजलाई बाहिर निकालेर प्रचार हुन्छ त्यसैले गर्दाखेरि चाहिँ अब पपुलेसन चाहिँ कसरी घट्न सक्छ कुनै पनि हालतमा घट्न सक्दैन तर अब हामी घरमा गएर चाहिँ नयाँ तथ्याङ्क लिनु पनि सक्दैनौँ हामी अब जो चाहिँ अब तथ्याङ्कबाट निस्किन्छ त्यही कुरालाई चाहिँ हामीले चाहिँ अब स्वीकार गर्नुपर्छ अस्वीकार गर्दाखेरि यो चाहिँ मेनिपुलेटेड तथ्य हुन्छ हामी कहाँ
एउटा उदाहरण चाहिँ म के दिन चाहन्छु भने 2001 को चाहिँ सेन्ससमा अथवा 1991 होला सायद, त्यतिखेर म पनि योभन्दा पहिलाको कुरा गरौँ, धर्मको सम्बन्धमा लिने हो भने चाहिँ कस्तो खालको चाहिँ गरेको थियो भने पहिला गणेश भगवानलाई पूजा गर्नेहरू सबै चाहिँ हिन्दू, गणेश भगवानलाई पूजा नगर्ने चाहिँ सबै नन हिन्दू भन्ने खालको एउटा चाहिँ भुइँमै आएको थियो त्यतिखेर। अनि हामी एज अ चाहिँ म अब शाक्य हो भने हामी पनि गणेशको पूजा गर्छ, हामीले धर्ममा कुनै किसिमको चाहिँ अब हामी सम्बन्ध त दुवै धर्मलाई हामी मान्छौँ, किनभने लुकुमहादेव भनेर चाहिँ महादेव पनि पूजा गर्छौँ अनि गणेशलाई पनि पूजा गर्छौँ। गणेश चाहिँ हिन्दू, लुकुमहादेव चाहिँ अब हिन्दू, त्यसपछि चाहिँ अब हामीले चाहिँ अब हिन्दूको पूजा गर्यो भन्दैमा हामी बुद्धिस्ट होइन भनेर जुन तथ्याङ्कले लेखेर गइरहेछन् त्यस्तो खालको चाहिँ मेनिपुलेटिभ तथ्याङ्कहरू चाहिँ हामीसँग छ। अब यो त अब त्यसरी मेनिपुलेट गरेर चाहिँ कसरी चाहिँ बनिन्छ भनेपछि अब भनौँ न 5% भएको नन हिन्दुजहरूलाई पछि चाहिँ अर्को दशकमा हुँदाखेरि 30% हुन आउँछ, किनभने सत्य त्यहाँ छैन। अनि अब पपुलेसन त घट्दै गयो भन्ने कुरो मेरो विचारमा चाहिँ त्यो होइन। तर अब एउटा भाँडोमा अब एक थोपा चाहिँ अब तेल राख्यो भने तेल त्यो फैलिएर जान्छ भनेपछि काठमाडौँ भ्यालीको पपुलेसन घट्दै गएको भन्ने चाहिँ त्यो सत्य कुरा चाहिँ होइन त्यो। तर चाहिँ काठमाडौँ भ्यालीको जुन अब पपुलेसनमा चाहिँ अरू जातिहरू चाहिँ मिक्स गर्दाखेरि चाहिँ पपुलेसनमा चाहिँ नेवारहरू कम हुँदै आयो। त्यो भित्र आएको हजुर, मैले त नेवार पपुलेसन घट्यो भनिराखेको थिइनँ कि, मतलब एउटा स्टेट अब नेवार राज्य नै बनाइसकेपछि एउटा पर्सेप्सन के हो भने माइन्डमा त्यहाँ पपुलेसन साइज चाहिँ नेवारकै बढी हुनुपर्छ भन्ने किसिमको नि, जस्तो मगरातमा मगर भने जस्तै लिम्बुवान, एउटा जुन यो हिस्टोरिकल पर्सपेक्टिभबाट एथनिक आइडेन्टिटीका आधारमा स्टेटहरू बनाइनुपर्छ भन्ने कुरा एउटा के गरेर गर्ने त भन्ने क्वेसन हुँदाखेरि त हो, आइडेन्टिटी त चाहिन्छ, निश्चितै रूपमा चाहिन्छ। सच एज अब भनौँ न तमिल भाषीको कुरा आयो होइन र, अब यस्तै छ नि, अरू पनि छ। यो हुँदा हुँदैन यहाँ के भएको छ भने जुन अब डेटा डिस्टर्ट गर्ने कुरा गर्दाखेरि अघि एउटा कुरा उठाएको थिएँ मैले, त्यो अलिकति कुरा गरौँ। अब चाहिँ वसन्तदेवको थानकोट आदि नारायणको शिलालेख 428 विक्रम सम्वतकोमा त्यहाँ अब के भने 5औं लाइनमा चाहिँ जयपल्लिका ग्रामे निवासोपगन पगथान ब्राह्मण पुरस्य एउटा त्यो, अब त्यो चाहिँ त्यही आधारमा के अब 428 विक्रम सम्वतमा ब्राह्मणहरू अलरेडी देयर, त्यसले गर्दा दे आर इन्डिजिनस, दे वर इन्डिजिनस वाट एभर भनेर यिनीहरूले एउटा भन्ने। तर त्यो अनि 20औं लाइनमा आएर तदेस्मिन ग्रामे ए प्रविष्टा भन्ने लाइन छ क्या, लेखिया छ क्या। अब यो कुरालाई चाहिँ उनीहरूले हटाइदिने के, यो कुरालाई यसरी म्यानिपुलेट भइराखेको छ, म्यानिपुलेसन। अब यो कुरालाई एड्रेस गर्नुपर्छ, स्कलरले अथवा एकाडेमिकले एड्रेस गर्नुपर्छ भन्ने मान्यता हो। यो ब्राह्मण भन्ने शब्द जुन तपाईँको मुखबाट अब अहिले आयो होइन, अब नेवारभित्र भएको ब्राह्मणलाई चाहिँ के भन्ने? उनीहरू त खस ब्राह्मण त होइन, उनीहरू राजोपाध्याय जो छ उहाँहरूले चाहिँ अब राजोपाध्याय थरका चाहिँ अब नेवारहरूले चाहिँ अब धर्मकर्ममा चाहिँ अब काम गर्नुहुन्छ। उहाँहरू नेपालमा जुन किसिमको चाहिँ अब धर्मको हायरार्की के अरे त्यो जातको हायरार्की जुन हामीसँग चाहिँ प्रचार प्रसारको रूपमा आइरहेछ, जस्तो अब ब्राह्मण क्षेत्री भनेर चाहिँ अब नेवार गुरुङ त्यस्तो भन्छ नि होइन, त्यो हामीलाई घोकाउँदै आएको त्यो खालको छ। त नेवारभित्र पनि ब्राह्मण छ, नेवारभित्र पनि क्षेत्री छ भनेपछि तिनीहरूलाई चाहिँ अब हामीले चाहिँ कसरी चाहिँ अब मतलब चाहिँ एक समुचित रूपमा लिने? त्यो जुन किसिमको चाहिँ शिलालेखमा ब्राह्मण भनेर भनेको, त्यो ब्राह्मण भनेको चाहिँ सायद त्यो खस ब्राह्मण नहुनु पनि सक्छ नि। कसरी चाहिँ यो उनीहरूको आफ्नो ब्राह्मण भन्ने शब्द आयो भन्दैमा उनीहरूलाई चाहिँ हामी हौँ भन्ने खालको जुन क्लेम भइरहेछ त्यो क्लेम पनि गलत हुन सक्छ। नेवारभित्रको ब्राह्मण पनि त हुन सक्छ नि। राइट एउटा त्यो होइन, ब्राह्मण मात्र छैन, त्यहाँ ब्राह्मण भन्ने अर्को शब्द पनि छ, जस्तो लिङ्गल, कुथेर, मापचोक, त्यो कुनै संस्कृत शब्दहरू होइनन् भन्ने कुरो हामी के यहाँ डिपार्टमेन्टमा डिस्कस गरिरहन्छौँ। त्यसैले अब यी शब्दहरू जुन अब पुरानो प्राचीन कालका शब्दहरूलाई चाहिँ हेर्ने हो भने चाहिँ अब संस्कृत शब्द चाहिँ धेरै नै आइरहेछन्, नेवार भाषामा आउँछ, अब अरू भाषामा आउँछ। तर त्यो चाहिँ अब ब्राह्मण भन्छ शब्द चाहिँ अब शिलालेखमा भेटाउने बित्तिकै चाहिँ यो खस ब्राह्मण हो कि या त अरू नै ब्राह्मण हो भन्ने खालको चाहिँ प्रमाण छैन त्यहाँ। नस्ल चाहिँ के हो भने चाहिँ किनभने ब्राह्मण हो, ब्राह्मण डज नट मिन द्याट इट इज ओन्ली द खस ब्राह्मण्स, देयर क्यान बी ब्राह्मण फ्रम अदर ग्रुप अल्सो। किनभने नेवारभित्र पनि ब्राह्मण छन्, उनीहरूलाई आफैले चाहिँ हामी अब बाजे भनेर चाहिँ अब पुकार्छौँ हामी, किनभने उहाँहरूले चाहिँ यो प्रिस्टहुडको चाहिँ काम गर्नुहुन्छ।
भनेपछि चाहिँ यी शब्दको आधारमा उनीहरूलाई चाहिँ आफू शिखरमा चढ्ने हो भने चाहिँ अब हामीले पनि हाम्रो शब्दको आधारमा हामी पनि शिखरमा पुग्न सक्छौँ। त्यसपछि हेरौँ न। अनि के डिएनए चाहिँ डिएनएको चाहिँ के अरे ल्याबोरेटरीमा राखेर चाहिँ प्रमाण गरेर देखाइदिनु पर्छ भने त्यो पनि गरौँ यदि चाहिँ छ भने चाहिँ। अब त लिखित रूपमा हेर्ने हो भने चाहिँ कुनै पनि जति पनि कुराहरू चाहिँ आफ्नो अब शब्दको आधारमा चाहिँ माथि बढाउ चढाउ गरेर चाहिँ माथि जाने हो भने त्यसको एन्टाई खालको चाहिँ पनि अर्गुमेन्टहरू हामीसँग चाहिँ प्रमाणित रूपमा चाहिँ देखाउन सकिन्छ। त्यही भएर चाहिँ एउटा कुरालाई चाहिँ धेरै जोड दिएर चाहिँ त्यसलाई चाहिँ बढाउ चढाउ गर्नुको सट्टा बरु चाहिँ सीमित रूपमा गर्ने हो भने चाहिँ अब राम्रो होला जस्तो लाग्छ मलाई। हजुर, त्यही त अब अघि एउटा कुरा आएको थियो नि लिन्डा इटिसको कुरा, त्यो सिकागो युनिभर्सिटीबाट पिएचडी डिसर्टेसन द सोस्तानेबाट पुरै नेवार। हजुर, विस्कन्सिन हो, सिकागो युनिभर्सिटी होइन, विस्कन्सिन सिकागो। ओके, अब त्यसमा अब पुरै नेवार कल्चरको चाहिँ इन्फ्लुएन्स छ भनेर ठाडै त्यहाँ लेखिदिएको छ। अब उहाँहरू यो कुरा स्वीकार नगर्न सक्नु होला, त्यो अलग कुरा। एनिवे एउटा कुरा के रह्यो भने यो अब अहिले एथनिक फेडरलिजमका कुरा उठ्यो, एउटा ग्रुपले हुँदैन भन्यो, 30 दिनसम्म बन्द गराइयो पश्चिमतिर। काठमाडौँमा पनि केही हुलहुज्जत भयो। आदिवासी जनजातिलाई चित्रण गर्ने काम भएको छ भिलेनको रूपमा, मिडियाले त्यसरी गरिराखेको छ। अब हेर्नुहोस् है त यहाँनिर अब अलिकति अब आदिवासी जनजातिका स्कलरहरूले पनि अब अलिकति आफूलाई बाहिर चाहिँ निकाल्नुपर्ने सिचुएसन छ। अहिले लुकेर बसिराख्नु भएको छ जस्तो के भित्र गुफामा बसिराख्नु भएको छ जस्तो देखिन्छ। उहाँहरू बाहिर आएर केही बोल्नुपर्ने कुरा बोलिराख्नु भएको जस्तो लाग्दैन? तपाईँलाई त्यस्तो लाग्दैन? अवश्य लाग्छ। नेपालमा अब जुन किसिमको कतिजनाले अब आफ्नै हातमुख जोड्ने एकै स्थितिमा लिएर चाहिँ सायद बोल्यो भने मैले मेरो जागिरबाट निकाल्छ कि मेरो घरमा चाहिँ आएर चाहिँ हमला गर्न आउँछ कि मलाई कुनै किसिमको चाहिँ पछि अपराध हुन्छ कि भन्ने त्यो खालको डर पनि धेरै जसोमा छ जस्तो मलाई लाग्छ। किनभने अब जनजातिबाट चाहिँ मतलब एकाडेमिसियनहरू अब बुद्धिजीवीहरू नभएको होइन, तर उहाँहरूले चाहिँ जुन किसिमको चाहिँ अब खुल्ला रूपमा चाहिँ अब भनौँ न एज अ चाहिँ ह्युमन राइटको रूपमा चाहिँ अब त्यो अधिकार प्रयोग गरेर बोल्न सक्नुपर्ने अथवा लेख्न सक्नुपर्ने र अहिले गरेको चाहिँ मलाई त्यो देखिँदैन। त्यसैले गर्दाखेरि चाहिँ अब उपरान्त चाहिँ सायद चाहिँ हामी काँधमा काँध मिलाएर चाहिँ यो चाहिँ जुन के अरे शासनको विरुद्ध जुन किसिमको शासनले गर्दाखेरि नेपाल अहिले यो दुर्दशामा पुगिरहेछ त्यसको विरुद्ध चाहिँ शासनको विरुद्धमा हामी अब फेरि के अरे चाहिँ आवाज उठाउन सकेनौँ भने यो देश चाहिँ बिग्रिने सिवाय चाहिँ सप्रिने चाहिँ छैन। किनभने चाहिँ अब हामी अब म यही तपाईँकै माध्यमबाट चाहिँ अब सबैजना जनजाति बुद्धिजीवीहरूलाई चाहिँ म के आह्वान गर्न चाहन्छु भने अब चाहिँ हामी चुप लाएर बस्नु हुँदैन। हामीले केही न केही आधारमा चाहिँ हामीले आफ्नो आफ्नो पक्षबाट चाहिँ के गर्नुपर्ने हो गरिरहेकै हुनुपर्छ। त्यसैले म सबैलाई म आह्वान गर्न चाहन्छु, प्लिज कम फरवर्ड, से समथिङ, डु समथिङ, एक्ट समथिङ भनेर म हरेकलाई चाहिँ म गर्नु। यदि यो अवस्थामा पनि हामीले के गर्न सकेनौँ भने यो संविधान बनाए पनि केही पनि हुँदैन, अथवा चाहिँ भनौँ न अब संविधान बनाउँछ तर अब खालि कागजमा मात्रै हुन्छ अनि अदालतमा गए फेरि त्यो संविधानको कुराहरू काटिरहेको हुन्छ। अब त्यस्तो खालको व्यवहार छ। अब हरेक क्षेत्रमा चाहिँ एक मतलब हालिमुवाली चाहिँ एउटै ग्रुपको मात्रै भइरहेछ। त्यो हालिमुवाली चाहिँ एउटै ग्रुपको नेपालमा कुनै पनि हालतमा बहुभाषा बहुसंस्कृति अब धर्मको चाहिँ मतलब चाहिँ परिपाटी चाहिँ कहिले पनि मतलब चाहिँ पछिसम्म रहिरहँदैन। त्यस्तो खालको भयो भने चाहिँ त्यसैले म सबैलाई म आह्वान गर्न चाहन्छु, वी हेभ टु डु समथिङ फर आवर एक्सपोजिसन अफ द ट्रुथ विच इज अलरेडी कभर अप बाई द फेक काइन्ड अफ एक्टिभिटिज। हजुर, होइन अब एउटा नामै लिउँ न। कुरा के भयो भने डाक्टर कृष्ण भट्ट छन्, अब साथीभाइ नै हुनुभयो। उहाँ लास्ट इयर चाहिँ अगस्त 8 को प्रोग्रामलाई भनेर हङकङ जानुभएको थियो। हामीसँग कुराकानी भएर त्यो सबै कुरो प्रोग्रामहरू त्यहाँ फिक्स भएको थियो। त्यहाँ साथीहरूले उहाँसँग चाहिँ जसरी नै उहाँलाई यता पठाउने प्रयत्न गरौँ भन्ने खाले कुरा भएअनुसार जानुभयो कि उहाँले अब कुरा गर्नु। अब कृष्ण भट्ट चाहिँ एकदमै भोकल हुनुहुन्छ। उहाँ अब यो युसी बर्कलेबाट चाहिँ उहाँले सोसियोलोजीमा आफ्नो चाहिँ पढाइ सक्नु भएको छ। त्यो आफ्नो बडा उहाँ बाहेक नेक्स्ट अरू देखिँदैन र उहाँले पनि आजकल चाहिँ खै यतिखेर नै हो नि बोल्न पनि उहाँ पनि अलिकति कता कता नसुनिएको जस्तो, बाँकीहरूले बोल्दैनन्। नबोल्नुको कारण चाहिँ के अरे उयो हातमुखको कुरा भन्नुभएको जस्तो। के कारणले भने स्टेटहुड क्या स्टेट मसिनरीमा को छ त भने उनीहरू छन् नि 90% त उनीहरू नै देखिन्छ। अब हुन त नेवार पनि त्यहाँ देखिन्छ। ब्राह्मण क्षेत्र नेवारको पकड 89.9% चाहिँ त्यो एडमिनिस्ट्रेसनमा उनीहरूको चाहिँ पकड छ। उनीहरूकै अब हालिमुहाली छ
बडा दुःखद कुरो यो चाहिँ त्यो आइआइडिएस को चाहिँ डेटा हो म त्यो त्यसरी भन्दैछु है यो मेरो मनगणन्त सोच पनि होइन केही पनि होइन आइएसडिएस को डेटा हो त्यो त्यो अहिले त्यहाँ को हुनुहुन्छ डाक्टर साइजु हुनुहुन्छ कि अथवा को हुनुहुन्छ त्यहाँका हाकिम अथवा उहाँले दिनुभएको डेटा त्यो छ कि त्यो 90% जुन छ नि तिनीहरू भइसकेपछि त त्यो अरू त तल तल बिचरा अनि चुप लाग्नु पर्ने यो सिचुएसनमा तपाईँ हामी बाहिर छौँ नि अलिकति अब यसरी हामीले चाहिँ अब त बोल्नै पर्छ अरूले पनि बोल्नुपर्छ नबोलेको खण्डमा हावामा चाहिँ ब्राह्मणहरूलाई आदिवासी जनजाति यस्तो जे मन लाग्यो त्यति गर्दैन यिनीहरूले यो कुरालाई त अब स्वीकार गर्न सक्दैनौँ हुन त त्यो विषयमा अस्ति हाम्रा मित्र परशुराम तामाङ सबैले लामो कुरा भयो अनि एउटा कुरो के यो अब जुन 3 तारिखलाई कालो दिवस भनेर काठमाडौँ झण्डा निकालिन्छ सर्वोच्च अदालतमा गएर त्यहाँ चाहिँ नाराबाजी गरिन्छ तपाईँलाई कस्तो लाग्छ यो यसरी अलि एक्सट्रिममा गएन यो सहमतिको वातावरण क्रिएट गर्नुपर्छ होइन कि यो चाहिँ बार्गेनको लागि बार्गेन हो अब कालो दिवसको रूपमा चाहिँ जुन मनाउँदै आएको छ अब त्यो त एउटा चाहिँ एक किसिमले रातो झन्डा देखाएको हो त्यो रेड फ्ल्याग भन्छ नि होइन रेड फ्ल्याग भन्छ देखाउने चाहिँ कालो झन्डा देखाउने तर यो चाहिँ रेड फ्ल्याग हो नेपालको सिस्टमको लागि चाहिँ त्यसैले अब जम्मा 5 जना व्यक्तिले चाहिँ त्यो सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो अनि त्यसैको आधारमा अब जज पनि उही खालको चाहिँ जज पर्यो किनभने अब त्यो त अब आफ्नो दुनो सुधो गर्ने खालको चाहिँ अब सबैले गरिरहेकै हुन्छ मैले एउटा चाहिँ कोट यहाँ चाहिँ लेखिरहेको छु यहाँ के छ भने द सुप्रिम कोर्ट अन्डर द सिंगल बेन्च डिसिजन अफ जज हरिचन्द्र उपाध्याय passed an unjust verdict regarding the linguistic rights on Jest 18, 2056, Vikram Sambat. Thus, that day has been since then observed as the Black Day. The Black Day represents the indignation and dissatisfaction of people towards the prohibitory decision on the linguistic right. Oh, यस्तो किसिमको चाहिँ अब बल्ल व्यापक रूपमा हामीले चाहिँ प्रचार गरिरहेको छौँ अब यो त रेड फ्ल्याग चाहिँ कहाँ आउँछ त्यसलाई हामी त अब अमेरिकामा बसेपछि त हामी त्यसलाई सुधार तुरुन्तै गर्छौँ तर यो समूहले चाहिँ सुधार गर्नुको सट्टामा अझ सकेसम्म चाहिँ थिचोमिचो गर्ने चाहिँ व्यवहार गर्छ भनेपछि अब कति दिनसम्म गरिरहने हो यो त अब चाहिँ चुप लाएर बस्ने खालको त होइन किनभने अब त स्थिति त निकै माथि पुगिसकेको छ भनेपछि केही न केही चाहिँ यसलाई चाहिँ अब कम्प्रोमाइज गर्ने खालको चाहिँ हुनुपर्छ जबसम्म कम्प्रोमाइजको चाहिँ कुरा आउँदैन तबसम्म चाहिँ यो त रेड फ्ल्याग त देखाइरहेको हुन्छ त्यो रेड फ्ल्याग नदेखाउने जेलसम्म चाहिँ केही पनि नहुने हो भने त अब केही नहुँदो रहेछ खा नखा खिच भन्ने खालको त स्थिति त अहिले त छैन नि अहिले त अब त किनभने अब त्यस्तो त गर्नु मिल्दैन किनभने यदि सहमतिको रूपमा जाने हो भने तेरो पनि अलिकति भाग हुन्छ मेरो पनि अलिकति भाग हुन्छ होइन भने त सबै कुरो तैँले मात्रै खाने हामी चाहिँ केही नखाने भन्ने खालको कुनै पनि हालतमा अब त स्वीकार्य हुन त सक्दैन त्यो अब त्यसैले अब यसमा चाहिँ अब यो जुन म अहिले बोलिरहेको छु यो बोलिरहेको शब्दलाई चाहिँ उहाँहरूले चाहिँ कसरी लिनुहुन्छ नेगेटिभली लिनुहुन्छ कि पोजिटिभली लिनुहुन्छ पोजिटिभली लिनुहुन्छ भने नेपाल विल बिकम अ न्यू नेपाल नेगेटिभली लिनुभयो भने चाहिँ नेपाल विल स्टिल बिकम अ नट न्यू नेपाल भनेपछि त्यही पुरानो परम्पराले दोहोऱ्याइ राख्ने हो विचार हो त्यही यो कुनै पनि हाल अब हरेक कुरोमा स्थानीय मतलब चाहिँ समाजमा पनि यस्तो किसिमको चाहिँ नेगेटिभ विचारको रूपमा लिने भयो भने चाहिँ स्थानीयबाट चाहिँ यसलाई चाहिँ आवाज उठाएर माथि लानुपर्छ अब त यो नेसनल लेभलमा आइसकेको छ कुनै पनि हालतमा हामी चाहिँ यसलाई चाहिँ स्वीकार चाहिँ गर्न चाहिँ सक्दैनौँ किनभने जो कि बहुभाषा बहुसंस्कृति बहुधर्मको देशलाई चाहिँ यही नै हाम्रो चाहिँ समुचित आइडेन्टिटी नै नेपाल हो यसलाई चाहिँ अब नेपाली भनेर चाहिँ जुन किसिमको चाहिँ अब चाहिँ एकत्रित गर्न खोजिरहेको छ एकत्रित गरे पनि सबैको चाहिँ भाग हुनु पर्यो नि त भाषाको रूपमा चाहिँ नेपाली भन्ने जातिको रूपमा चाहिँ नेपाली भन्ने तर चाहिँ एउटा भाषालाई चाहिँ नेपाली भन्ने मान्छे चाहिँ सबैजना चाहिँ नेपाली भन्ने यो कहाँको यो सत्यको यो चाहिँ यो के अरे सही कुरा हो यो हेर्नुहोस् शब्द नेपाली भने म जहिले पनि विरोध गर्छु नेपालका मान्छेहरूलाई नेपाली भनेर जुन भन्न लगाइएको छ मान्छेलाई नेपाली भन्यो भने भाषा त नेपाली भन्नु भएन नि भाषा चाहिँ एउटालाई मात्र नेपाली भन्ने मान्छे चाहिँ सबैलाई नेपाली भन्ने यदि सबै नेपाली चाहिँ नेपाली हो भने नेपालका मान्छेहरू सबै नेपाली हो भने सबै भाषालाई पनि नेपाली भन्न सक्नु पर्यो नि नेपालका भाषा भन्न सकिन्छ तर एउटा नेपालीले बोल्ने भाषा त नेपाली नै भयो नि त होइन त नेपालीले बोल्ने भाषा नेपाली चाहिँ हो भने नेपाली भनेको शब्द त अब यो सामूहिक हो कि यो एउटै हो यो
एकदमै चाहिँ यो के गहन चाहिँ विषय हो कि यसले गर्दाखेरि म एकजनाले बोलेर चाहिँ यो परिवर्तन आउने होइन। तर अब मैले बोलिसकेपछि मान्छेहरूले चाहिँ कमसेकम विचार दिनुपर्छ। म कुनै पनि हालतमा नेपालका भाषाहरूलाई नेपाली भन्न पक्षमा छु, तर एउटा मात्र भाषालाई चाहिँ नेपाली भन्न मिल्दैन। यदि चाहिँ नेपालका सबै मानिसहरू नेपाली हो भने हामीले नेपाली भाषा भनेको चाहिँ एउटै मात्र भाषालाई लिनु मिल्दैन। यदि नेपाली मात्रै एउटा भाषा हो भने नेपालका मान्छेहरूलाई के भन्ने? हामीले नयाँ शब्दको मतलब आविष्कार गर्नुपर्ने आवश्यक छ। उदाहरणको रूपमा म जहिले पनि भन्दै आएको छु कि कुनै पनि हालतमा भारतको मान्छेहरूलाई चाहिँ भारती भन्दैनौँ। तपाईँले सुन्नु भएको छ भारतको मान्छेले चाहिँ भारती भनेको? कसैले सुनेको छैन होला सायद। तर के भन्छ? म श्रोताहरू दर्शकवृन्दहरूलाई चाहिँ म यही प्रश्न चाहिँ राख्न चाहन्छु। त्यसैले गर्दाखेरि देशको परिचय दिँदाखेरि चाहिँ नेपाली भन्नु, अनि चाहिँ भाषाको परिचय दिँदाखेरि चाहिँ नेपाली भन्नु, यो चाहिँ दुई धारको कुरा हो। यो त्यसैले अलग अलग त्यही चाहिँ नेपाली देशको नाममा चाहिँ यी का जोडेर चाहिँ मान्छे पनि गर्नु, भाषा पनि गर्नु, यो चाहिँ अब अरूलाई चाहिँ केही पनि होइन भने जस्तो खालकै हो। त्यही भएर चाहिँ अब मगर भाषालाई कसै पनि कुनै पनि हालतमा मगरी भनेर उच्चारण गरेको मैले सुनेको छैन अहिले। तर नेवारहरूको भाषालाई मात्रै किन नेवारी भनेर भन्नुपर्ने हो, यो मेरो प्रश्न हो। गुरुङको भाषालाई कहिले पनि गुरुङ्गी भनेको छैन, तामाङको भाषालाई कहिले पनि तामाङ्गी भनेको छैन, तर नेवारको भाषालाई मात्र किन नेवारी भन्नु पर्यो? यसमा देयर इज समथिङ इज हिडन बिहाइन्ड। त्यसैले गर्दाखेरि नेपाली अथवा खस भाषासँग कम्पिट गर्न सक्ने चाहिँ भाषा नेवार भाषा बाहेक अरू भाषा नेपालमा छैन। त्यो कम्पिट गर्न आउने चाहिँ जुन किसिमको स्थिति देखा परेकोले गर्दाखेरि यी ठुला बडा साहित्यकारहरूले पनि यसलाई चाहिँ जसरी हुन्छ दबाएर राख्नुपर्छ भन्ने चाहिँ प्रभाव अथवा इतिहासमा देखा परेको कारण त्यही हो। तर अब चाहिँ त्यसरी चाहिँ बसेर बसिँदैन यो। हजुर दायाजी एउटा कुरा गरिहाल्नु न। यहाँ एउटा के छ भने उनीहरूमा एउटा साइकी, उनीहरूको एउटा चिन्तन, एउटा ग्रुपको नि पढा लेखा चाहिँ हामी छौँ, जाने बुझेको हामी छौँ, एकाडेमिक काम हामीले गर्नुपर्छ, प्राज्ञिक काम बौद्धिक काम हामीले पाउनुपर्छ, हामीले गर्नुपर्छ, सरकारी उच्च ओहदा हामीले पाउनुपर्छ, मन्त्री हामी बन्नुपर्छ, न्यायाधीश हामी बन्नुपर्छ, अनि राजदूत हामी बन्नुपर्छ भन्ने एउटा ग्रुप। अनि अर्को क्षेत्रीय ग्रुप चाहिँ देश चलाउने क्षेत्रीय, राज्य बचाउने क्षेत्रीय, राज्यको रक्षा गर्ने क्षेत्रीय, हामीले त्यो गर्न पाउनुपर्छ, बाँकीहरू त हुँदैन। यस्तो प्रकारको उनीहरूको जुन सोच छ, आखिर उनीहरू यति गलत उनीहरूले मात्र जानेछन् भनेर भन्नु कसरी हो? यो अलिकति अब त्यसलाई च्यालेन्ज अथवा च्यालेन्ज त नहुनु, त्यसलाई चाहिँ एड्रेस गर्नका निम्ति तपाईहरु जस्तो मान्छे बाहिर आएर लेख्नै पर्छ, तपाईहरु जस्तो मान्छे बोल्नै पर्छ। तपाईहरुको लागि प्लेटफर्म चाहिन्छ, अलग कुरो। प्लेटफर्म छैन। यो कुरो चाहिँ 2001 मा मैले एउटा पेपर प्रेजेन्ट गरेको थिएँ, 2002 मा मार्च 1 मा, कि एउटा कुनै प्रकारको मतलब भोइस हाम्रो चाहिँ साह्रै दबाइयो, हाम्रो कुरा आउन सकेका छैन बाहिर, त्यसका लागि एउटा छुट्टै प्रकारको मिडिया हाउस चाहिन्छ भने त्यतिखेर पनि भन्दाखेरि अब त्यो रिसोर्सेस कुरा आउँछ। अब अनि पछि के हो भने अब हालसाल चाहिँ अब त्यो कुरो फिल गर्न थाले रहेछ। यस्तै कुराहरू अस्ति भर्खर पनि भएको छ साथीभाइहरुसित। त हाम्रो आफ्नो उसबाट लेख्न चाहिँ छोड्नु हुँदैन। उनीहरूले छापेनन् भने अहिले त के अब यस्तो पोर्टल त कति छन्। र अर्को कुरो उनीहरूलाई च्यालेन्ज गर्नका लागि च्यालेन्ज गर्ने मान्छेहरू छन्, उनीहरूले मात्र जानेका छैनन्, अरूले पनि जानेछन् भन्ने कुरो चाहिँ इस्टाब्लिश हुनुपर्छ। त्यो हुनका लागि आदिवासी जनजातिहरूले मोर एकाडेमिकली आफूलाई प्रस्तुत गर्नुपर्छ। स्वरको बोल्ने अथवा मानौ अलिकति एग्रेसिभ ढंगले मञ्चहरूबाट बोलेर मात्र आदिवासी जनजातिको अधिकार स्थापित हुँदैन। उनीहरूलाई सफ्ट कर्नरबाट पनि के भने त्यसलाई हिटै त नहुन न, केही त गर्नै पर्छ। त्यो गर्ने काम चाहिँ तपाईहरु जस्तो मान्छेहरूबाट भएको छ। यो एकदमै राम्रो कुरा हो। जहाँसम्म नेवारको कुरा गर्दाखेरि नेवार कम्युनिटीमा एउटा प्रब्लम देखियो। नेवारहरूले कतिले आफूलाई जनजाति मान्दैनन्, आदिवासी मान्दैनन्। सच एज प्रकाशमान सिंहको कुरा गरौँ, अस्ति कृष्ण गोपाल श्रेष्ठकै कुरा गरौँ, उनीहरूलाई बहिष्कारकै अहिले अभियान भइराखेको रहेछ। फेसबुकमा हेर्ने हो भने त त्यस्तै देखिन्छ। अब उहाँहरू चाहिँ यस्तो प्रोग्रामहरू हुँदाखेरि ल त्यही भाषा विधेयक त्यो संसदको 30औं अधिवेशनमा प्रस्तुत गर्ने भन्ने बारेमा त्यहाँ के भयो भने
नामै लिदिउँ न, हाम्रो चाहिँ परशुराम तामाङहरू र तामाङ र अनि त्यसपछि मल्लकी सुन्दरहरूले एउटा भाषा विधेयक चाहिँ बनाए। अब त्यसमा डिस्कस गराउनु पर्यो, सांसदहरूलाई ल्याएर कतै ल्याएर चाहिँ गर्नु पर्यो, डिस्कस गराउनु पर्यो भनेर हर्क गुरुङले भन्नुभएछ हाम्रो नारायण सिंह दाईलाई। नारायण सिंह पुनसँग मेरो राम्रो रिलेसन थियो, अनि उहाँले मलाई सोध्नुभयो, डाक्टर हर्कले यसो भन्नुभएको छ के गर्ने भन्नुभयो। हामी त्यतिखेर हामी एकदमै एक्टिभ थियौँ, एक्टिभली हाम्रो भइरहेको थियो। त्यो 56-57 सालको कुरा कि। त्यसपछि ठिकै छ नि दाइ, गुड कजको लागि किन नगर्ने भन्दा अनि उहाँले फन्ड गर्नु नारायण सिंह पुनको खर्चमा, पर्सनल खर्चमा हिमालयन होटलमा हामीले चाहिँ कार्यक्रम गरेर चिठी इन्भिटेसन बाँड्ने, त्यो संयोग जस्तो म बसेको थिएँ कि चिठी बाँडी हिँड्ने काम चाहिँ मैले गरेको। ल घर घरमा गएर के संसदमा भवनमा पनि गएर दियो, कुनै नेवारै आएन त्यहाँ। कमल त्यो ऊ बाहेक त्यो पेपर प्रेजेन्ट गर्ने मल्लकी सुन्दर त पेपर प्रेजेन्टै गर्ने भइहाल्यो, बाँकी एउटै नेवार पनि आएन के। अब नेवारहरूमा यो एकदमै हामी आदिवासी जनजाति होइनौँ भन्ने किसिमको एउटा के भने पर्सिभ्ड एउटा सोच छ। अब त्यसलाई कसरी एड्रेस गर्ने तपाईँहरू जस्तो मान्छेले? अब नेवारभित्र पनि अब भनौँ न जागिरे र नन जागिरे खालको नेवारहरू छन् त्यहाँ। अनि जागिरे नेवारहरूलाई जुन किसिमको चाहिँ अब मतलब अब प्रोत्साहन पाउँछ, अब त्यो खालको प्रोत्साहन चाहिँ नन जागिरी नेवारहरूलाई अर्कै खालको छ। अब हामीभित्र पनि एक किसिमले यही नै हो जनजाति हो या चाहिँ जनजाति होइन भन्ने खालको चाहिँ एकमत चाहिँ हामी सामुमा छैन अहिले। कसैले भन्छ हामी जनजाति नै हुन सक्दैन, किन हामी जनजाति भयो, अथवा हामी आदिवासी नै होइन किन आदिवासी भयो भन्ने खालको चाहिँ। अब त्यसैले अब भनिहालिन्छ, जसले चाहिँ आफूलाई जनजातिको रूपमा चाहिँ उभिएको हुन्छ उनीहरूको भावना चाहिँ अर्कै हुन्छ, उनीहरू आन्दोलन पनि लागिरहेको हुन्छ, उनीहरू पनि लेखिरहेको हुन्छ हरेक किसिमको। तर जसले चाहिँ आफूलाई चाहिँ आदिवासी अथवा चाहिँ जनजातिको रूपमा चाहिँ उभ्याउन सकेको छैन, उनीहरूको चाहिँ उनीहरूको चाहिँ व्यवहार, उनीहरूको चाहिँ चालचलन, उनीहरूको रङ्गढङ्ग इत्यादि सबै चाहिँ अब जागिरे खालको चाहिँ भइदिएकोले गर्दाखेरि, जागिरे खालको भनेको एउटा चाहिँ एब्स्ट्र्याक्ट मात्रै हो। मैले चाहिँ भन्नु खोजेको के हो भने चाहिँ अब उनीहरू एक्कासी आएर चाहिँ अगाडि आएर चाहिँ त्यो खालको चाहिँ गतिविधिमा भाग लिन सकेको चाहिँ छैन त्यहाँ। त्यही अनुसारमा तपाईँले दुईजनाको नाम लिनुभयो होइन। अब प्रकाशमान सिंहले चाहिँ उहाँले कुनै पनि हालतमा अब नेवार जातिहरूको चाहिँ अब विकासको लागि जति उहाँको बुवाले चाहिँ गर्नुभएको छ त्यति चाहिँ उहाँले कोबाट चाहिँ भएको चाहिँ म देख्दिनँ अहिले। गरिहाले पनि सायद अब पछाडि त्यो प्रकाशमा नआएको पनि हुनसक्छ। अब हामी बिचमा चाहिँ त्यो खालको चाहिँ मतभेद छ। अब मतभेदलाई चाहिँ समावेश मतलब चाहिँ एकमत बनाउनु समाधान गर्नुको लागि चाहिँ कोसिस चाहिँ गरिरहेछन्, तर चाहिँ कोसिस गर्दा गर्दै पनि अब हामी बिचमा चाहिँ के छ भने एउटाले भनेको कुरा चाहिँ अरूले सुन्ने अथवा चाहिँ भन्ने चाहिँ हामीसँग चाहिँ कुनै किसिमको आइकनिक एउटा चाहिँ व्यक्ति चाहिँ जसले कि सबैलाई चाहिँ समेट्ने खालको चाहिँ व्यक्ति हामीसँग चाहिँ छैन अहिले। र नभएकोले गर्दाखेरि चाहिँ अब के छ भने अब फलानाले भनेको चाहिँ ठिक हो, फलानाले भनेको चाहिँ बेठिक हो भनेर चाहिँ कसैले चाहिँ मूल्याङ्कन चाहिँ गरिदिएको चाहिँ छैन। अब यो अस्ति अब जुन भएको चाहिँ अब सम्मेलनमा चाहिँ मान्छेहरू नआएको कारण के हुनसक्छ भनेर त्यसमा चाहिँ सायद अब राज्यको चाहिँ विरुद्धमा जाने कि नजाने भन्ने खालको चाहिँ सायद त्यस्तो भावना भएको हुनसक्छ। अब अर्को कारण चाहिँ अब नआउनुको कारण अरू पनि हुनसक्छ। त्यसैले अब सायद त्यसको चाहिँ प्रचारको रूपमा चाहिँ अब यसको चाहिँ उद्देश्य के हो भन्ने चाहिँ अब थाहा नभएर पनि त्यस्तो भएको हुनसक्छ सायद। अब यो त अब कति 56 सालमा भन्नुभयो भनेपछि 8-9 वर्षको कुरा हो। अब 8-9 वर्षको कुराको परिस्थिति र अब अहिलेको परिस्थितिमा चाहिँ धेरै नै फरक आइसकेको छ। त्यसैले त्यतिखेरको जुन चाहिँ अब आह्वान छ त्यो आह्वान चाहिँ एकदमै सीमित मात्रामा। अब अहिलेको आह्वानमा कुरा गर्ने हो भने चाहिँ सायद अब यो खालको चाहिँ अर्को सम्मेलन गर्नुहोस्, जहाँसम्म लाग्छ मान्छेहरू धेरै आउँछन् होला अब उपरान्त चाहिँ, किनभने अहिले धेरै नेवारहरू जागृत भइसकेका छन्। अब नेपालमा भनौँ न पहिला चारवटा मात्रै स्कुलमा चाहिँ नेपाल भाषा पढाउने गरिरहेको स्कुल अब अहिले आएर चाहिँ 95वटा स्कुलमा चाहिँ नेपाल भाषा पढाउने चाहिँ व्यवस्था भइसकेको छ। त्यही प्रकारले जुन किसिमको जागरण अहिले आइरहेको छ त्यो जागरणबाट चाहिँ अब फेरि त्यो खालको चाहिँ सम्मेलन गर्नुभयो भने चाहिँ अवश्य पनि म भन्न सक्छु कि सायद अब नेवारहरूको पार्टिसिपेन्ट चाहिँ त्यहाँ अवश्य पनि हुनसक्छ। त्यहाँ खासै भएको थियो के भने त्यो 60-65 जना आदिवासी जनजाति सांसदहरू उहाँहरू सबैलाई ब्रिफ गरेर त्यसमा भोटिङ भएर त्यसलाई चाहिँ त्यो भाषा विधेयक पारित गराउने भन्ने विषयमा प्रयत्न भएको हो। नारायण सिंह पुन दाइबाट चाहिँ आफ्नो पर्सनल पैसा खर्च गरेर त्यो हिमालयन होटल जस्तो उसमा त्यत्रो सांसदहरूलाई बोलाएर
त्यसरी प्रोग्राम गर्दाखेरि उहाँहरू आइदिनु भएन कि बडा मतलब खिन्न पनि लाग्यो। खै त त्यो आफ्नो ठाउँमा स्वाभाविक छ, त्यो आफ्नो कुरो भइहाल्यो, ठिकै छ। एउटा कुरो के रह्यो भने अब आदिवासी जनजातिहरूलाई अघि पनि भने मैले भिलेनको रूपमा प्रस्तुत गर्ने काम भएको छ मिडियाले। अब हुन त केही साथी अब केही चाहिँ आदिवासी जनजाति एक्टिभिस्टहरूले पनि आफूलाई अलिकति संयमित ढङ्गले अगाडि बढाउनु पर्छ। हामी त्यस्तो इमेज दिन चाहन्छ, हाम्रो त्यो होइन है भन्ने किसिमको त्यो पनि हुनुपर्छ र जहाँसँग सहमतिको वातावरण पनि तयार हुनुपर्छ र सत्तामा बस्ने मान्छेहरू जो सरकारमा छ त्यो 90% जुन प्रकारको एक्सेस उनीहरूबाट मात्र भएको छ, अब त्यो सम्भव छैन र उहाँले त्यो कुरो डिस्ट्रिब्युट गर्नै पर्छ। त्यो गर्नका लागि वातावरण तयार गर्नुपर्छ। त्यो भनेको अटोनोमी दिएर नै हुनसक्छ अथवा भनौँ फेडरलिजममा गएर नै हुनसक्छ भन्ने कुरा नै हो। त फेडरलिजम चाहिँ हुँदैन, यसले स्प्लिट गर्छ, राज्यहरूले अब देश टुक्रिन्छ यी आदि भन्ने खाले कुराहरू होइन। यहाँ एउटा भ्रम के भइरहेछ भने देश टुक्रिन्छ भने देश टुक्रिनको भनेको मतलब चाहिँ के? अब 14 अञ्चल अहिले जो भइरहेछ त्यसले गर्दा देश टुक्रिएको छैन जस्तो तपाईँलाई लाग्छ र? देश त टुक्रिरहेछ। 14 अञ्चलमा हामीले विभाजितै गरिरहेछौँ, त्यो विभाजित गरेको नाम मात्रै परिवर्तन गर्दाखेरि देशै टुक्रिन्छ अरे। यो कहाँको हो? यो के हो? यो देश टुक्राएर चाहिँ युएनओमा चाहिँ त्यो मेम्बरसिप लिनको लागि त्यो देश टुक्राउनु खोजेको त होइन नि। त यो किन मान्छेहरूले चाहिँ भ्रम फैलाएको छ भन्नु खोजे हामीले क्या? त्यो मिडियाले गर्यो। दुःखद कुरो नै त्यो मिडियाले नै त्यो बदमासी त मिडियाबाट नै भयो भन्दिउ न। बदमासी भन्ने शब्दै प्रयोग गरियो अब गर्ने मैले पनि। हामीले त अब उदाहरणको रूपमा लिने हो भने यो मिडियालाई चाहिँ जति सक्दो चाहिँ अनुकरण अथवा चाहिँ विशेषले भरेर दिए पनि हुन्छ। जबसम्म चाहिँ मिडियाले चाहिँ गलत प्रचार रोक्दैन तबसम्म चाहिँ यो समाधान कहिले पनि हुँदैन हो। हजुर दाजु एउटा कुरो है त हेर्नु, उनीहरूले अहिले के पनि भन्न थालेका छन् भने युएन हो क्या, संयुक्त राष्ट्र सङ्घको काम हो यो नेपालमा फेडरलिजमको कुरा उठाउने, अनि ILO 169 हो, अनि अर्को कुरो डलर हो अरे के। डलरले गर्दा डलर त सिधै अर्थ मन्त्रालय पुग्छ त, त्यत्रो डोकोको डोको पोकाका पोका डलर त सबभन्दा पहिला त अर्थ मन्त्रालयमा पुग्छ होइन र? अनि त्यो डलर चाहिँ को त्यो हालिमुहाली कसले गर्छ? अर्थमन्त्रीले गर्छ, राष्ट्र ब्याङ्कले गर्छ होइन र? त त्यहाँ को छ त? उनीहरू नै छन् त। यस्तो सानो 2-400 डलर 2-4 हजार डलरको कुरालाई लिएर एनजिओ मार्फत गएका कुरालाई लिएर यसरी उनीहरू शरम हुनुपर्ने होइन यस्तो कुराहरू गर्न? शरमको कुरा गर्ने हो भने चाहिँ नाङ्गै राखेर चाहिँ त्यो चौबाटोमा राखे पनि उनीहरूलाई शरम लाग्दैन। अब एउटा साधारण उदाहरण चाहिँ यस्तो लिउँ न। अस्ति गएको सालमा होला सायद सुगत कंसाकारलाई चाहिँ जेलमा हाल्यो है, या चाहिँ त्यो हाउजहाजको काण्डमा लिएर। एउटा चाहिँ उदाहरण त के लिन्छु? अब जो व्यक्तिले चाहिँ नेपालमा अहिलेसम्म हाउजहाज किन्न सकेको छैन, म किनेर देखाइदिन्छु भनेर जुन अघि सर्ने मान्छेलाई चाहिँ त्यो के अरे भ्रष्टाचार लाग्यो भनेर चाहिँ काण्डमा कोषमा हालिदिइरहेछ। अब त्यो मान्छेलाई चाहिँ छानी राम्रो काम गर्ने मान्छेलाई चाहिँ छानी चाहिँ त्यसरी चाहिँ पक्रिन्छन् क्या त्यहाँ। तर नराम्रो काम गर्नेहरूलाई चाहिँ अब छानी चाहिँ फेरि उस्काइरहेको हुन्छ। अब यो खालको चाहिँ स्थिति भनेपछि अब गर्ने मान्छेले जे पनि गरिरहेको हुन्छ। अब त्यही त्यो अख्तियार दुरुपयोग भनेर चाहिँ जो अब अगाडि आइरहेछ, अब उनीहरूको पनि त्यही खालको चाहिँ छ, जसले गर्दाखेरि चाहिँ अब राम्रो काम गर्नेलाई चाहिँ उसले स्याबासै दिनको सट्टामा चाहिँ जेलभित्र हाल्ने खालको गर्छ भनेपछि अब के उनीहरूले जुन किसिमको चाहिँ अब भनौँ न फेडरलिजमको कुरा चाहिँ युएनबाट आयो भने अब यो देश टुक्रिन्छ भन्ने जुन किसिमको शब्द चाहिँ व्यापक रूपमा प्रचार प्रसार गरिरहेको छ, त्यो प्रचार प्रसार गर्नुको कारण के हो भने नि उनीहरूको हालिमुहाली पछि हुँदैन। त्यो गलत हो, त्यो गलत ढङ्ग हो। त्यो हामी सबै मिलेर बनाउँ भन्ने खालको भावना होइन क्या। तैँले बनाउनु पर्दैन, हामी मात्रै बनाउँछौँ भन्ने खालको भावना हो। तिमीहरू चाहिँदैन, तिमीहरू हामीले चाहिँदैन, हामी बनाउँछौँ भन्ने खालको भावनालाई चाहिँ गर्नु खोज्या हो। त्यसैले चाहिँ अब मेरो चाहिँ आन्तरिक मनले चाहिँ के देखिन्छ भने अब उपरान्त जनजातिहरू चुप लगाएर बस्न सक्दैन। अब उपरान्त देशलाई परिवर्तन ल्याउन खोज्ने हो भने चाहिँ हालिमुहाली गर्ने व्यक्तिहरूले मात्र चाहिँ देश चलाउँछौँ भन्ने एउटा चाहिँ, किनभने हामीले अहिलेसम्म चाहिँ 250 वर्षभित्रमा नेपाल कहाँ पुग्यो भन्ने कुरो चाहिँ हामीसँग ज्वलन्त उदाहरण छ। हामीसँग इन्डिया कहाँ पुगिसक्यो चाहिँ 0.8% चाहिँ पर क्यापिटल इन्कममा चाहिँ इन्डिया माथि गएर अहिले 50 वर्षपछि के अरे त्यो स्वाधीन भएर चाहिँ कहाँ पुगिसकेको छ। अहिले चाहिँ इन्टरनेसनल पावरमा चाहिँ इन्डिया चाहिँ इकोनोमिक एकदम राइज भइरहेछ। चाइना कहाँ पुगिसक्यो? चाइनाको कुरा छोडिदिउँ, हाम्रो त्यो सम्बन्ध कम छ चाइनासँग चाहिँ। तर इन्डियाको कुरा गर्ने हो भने चाहिँ 1947मा चाहिँ इन्डिपेन्डेन्ट भएको नेपाल र 1950मा चाहिँ इन्डिया अनि चाहिँ 1950मा चाहिँ इन्डिपेन्डेन्ट भएको नेपाल कहाँ छ अहिले चाहिँ गरिबको गरिबै छ। 14 नम्बर चाहिँ गरिब देशहरूमा चाहिँ 14 नम्बर पुगिसकेको छ। इन्डिया कहाँ पुगिसकेको छ? यो भएको कारण के हो? यी नै हालिमुहालीहरूले चाहिँ शासन चलाएकोले गर्दाखेरि त्यस्तो भएको हो। यो पैसा
फेरि कुरा हजुर गर्नुपर्ने पुरा धेरै छ है। अब सायद धेरै छ हाम्रो हामी पछि पनि कुरा गर्दै गरौँ अब हाम्रो 1.5 घण्टाभन्दा बढी सायद रेकर्ड भइसकेको छ त्यो त्यही देखाउँछ घडीले यसो गरौँ नाइस टकिङ टु यु र मलाई लाग्छ हाम्रो कुरो अझ सिद्धिया छैन फेरि फेरि पनि हामीले गर्नुपर्छ र यसरी नै वान टु वान टक गर्दा बेटर हुने जस्तो लाग्छ अब धेरै साथीहरू अब लिस्ट थुप्रो नामहरू आइरहेको छ एनिवे हामीले जे भने अब पराएर बसेका छौँ धेरै टाढो बसेका छौँ त्यही पनि आफ्नो जन्मेको ठाउँ माया हुँदो रहेछ कुरा गर्न मन लाग्ने रहेछ त्यही नै हो यो सारा इन्स्टिङ नै त्यही हो त्यही कारणले नै गरे हो थ्याङ्क यू फर कमिङ थ्याङ्क यू फर टकिङ टु अस एन्ड जहाँसम्म लाग्छ हामी फेरि पनि बसेर अरू अरू फर्दर कुराहरू गर्छौँ र त्यहाँ सहमतिको वातावरण चाहिँ बन्न पर्छ हिंसात्मक ढङ्गले कसैले पनि त्यो ढङ्गको एग्रेसिभ ल्याङ्ग्वेजहरू युज पनि गर्न नि हुँदैन त्यसरी आफूलाई प्रस्तुत गर्नु हुँदैन तर अब जो छन् सरकारमा नि अथवा जो दिने ठाउँमा छ त्यो दिने ठाउँमा बस्ने मान्छेहरूले यो तिगडमबाज गर्ने काम चाहिँ गर्नु हुँदैन हाम्रो सन्देश अथवा तपाईँहरूको सन्देश हामी सबैको एउटै कुरा त यही नै हुन्छ थप कुरो अब तपाईँको आफ्नै चाहिँ केही विशेष सन्देश छ कि त नेवा कम्युनिटीलाई के छ सर्वप्रथम त अब तपाईँलाई म यो समय उपलब्ध गराइदिएकोमा म धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरू जस्तो चाहिँ अब हरेक कन्ट्रीबाट चाहिँ एकैवटा चाहिँ ग्रुप त्यसरी निस्किदिएर चाहिँ अब यसलाई चाहिँ अब कति व्यापक रूपमा चाहिँ प्रचार प्रसार गर्नुपर्ने हो गरिदिए भए चाहिँ राम्रो हुने थियो अब म एक्लै चाहिँ यहाँ म ओरिगनमा बसिरहेको छु र म एक्लै कराएको जस्तो चाहिँ भान हुन्छ होला यहाँ तर चाहिँ मसँग भएका भनौँ न सन्देशहरू त्यो सन्देशहरू चाहिँ यहाँकै लोकल मान्छेहरूले पनि त्यति सुनेको म देख्दिनँ किनभने मेरो अलिकति चाहिँ फरक विचार चाहिँ मसँग छ तर चाहिँ फरक विचार भए पनि ह्युमन राइटको हिसाबले चाहिँ त्यसको पनि कदर हुनुपर्छ भन्ने मेरो विचार छ फरक विचार भयो भन्दैमा हि इज एक्सप्लोइटेड भन्ने खालको चाहिँ जुन अहिलेकाहरूले चाहिँ लिने गर्दछन् त्यो चाहिँ एकदम गलत कुरा हो फरक विचार पनि त्यसमा सत्य कुराहरू छन् अब तपाईँले भनिहाल्नु भयो यस्तो किसिमको चाहिँ बेला बेलामा चाहिँ कार्यक्रमहरू पछि चाहिँ हुँदै गयो भने चाहिँ जहाँसम्म लाग्छ हाम्रा आवाजहरू चाहिँ ठाउँमा पुग्छन् अब तपाईँले यो रेकर्डिङ चाहिँ अब सायद पछि अब धेरै अरू मान्छेहरूले पनि सुन्छन् होला सुनेपछि चाहिँ हु इज दया भन्ने कुरो चाहिँ सायद उहाँहरूलाई पनि थाहा हुनुपर्छ तर लेखको आधारमा जति प्रचार प्रसार भइरहेछ अब यो भन्दा पनि मतलब प्रत्यक्ष रूपमा चाहिँ मैले यहाँ बोलिरहेको छु यी बोलेका कुराहरू चाहिँ कुनै पनि हालतमा चाहिँ मैले चाहिँ बनावटी रूपमा चाहिँ भनेको चाहिँ होइन यो चाहिँ सत्यमा आधारित कुराहरू हो अब यो सत्यमा आधारित कुराहरूलाई यदि उनीहरू चाहिँ बङ्ग्यार के गरेर चाहिँ प्रचार प्रसार गरेर मलाई कुनै किसिमको धम्की चाहिँ दिने भयो भने चाहिँ आई एम रेडी टु डाई फर द्याट तर के हुनुपर्छ भने द ट्रुथ हेज टु कम आउट The truth has to come out. We have to expose the truth to the world so that the world can judge who is doing what to whom. यही नै भन्न चाहन्छु म किनभने नेपाल किन गरिब भयो यी कारणले गर्दाखेरि गरिब भयो नेपाल किन चाहिँ अहिलेसम्म पछि परिरहेछ यी कारणले गर्दाखेरि पछि परिरहेछ नेपालमा अहिले चाहिँ अब भनौँ न बाहिर चाहिँ के अरे लेबर इन्डस्ट्री चाहिँ एकदम चाहिँ बढिरहेछ फेरि नेपाल फर्केर आउन नसकेर मान्छेहरू चाहिँ एकदम बिल्लीपाट भएर चाहिँ अब भारतकै अन्य भूमिमा चाहिँ अब अलपत्र परिरहेछन् त्यो भएको कारण चाहिँ के हो भने गलत चाहिँ नीति अपनाएको नीति सरकारी राइट इम्प्लोइमेन्ट नभएका त्यो त के भन्छ दिनदिनै कफिन त्यो डेड बडी कफिन गइराखेको छ त्यो त सिएनएनले अस्ति त्यत्रो भिडियो देखाएको छ यो कुराले त अब सरकारले त यसलाई सिरियसली लिनुपर्छ त्यहाँ के चाहियो भने अपॉइन्ट अथवा इम्प्लोइमेन्ट त त्यही नै क्रिएट हुनु पर्यो कि गभर्नमेन्ट हेज टु द्याट अब त्यही किसिमको नेपालमा भित्रिने पैसा चाहिँ अन्तै गइरहेछ तर चाहिँ नेपालको मान्छेहरू बाहिर पठाएर चाहिँ कफिनको रूपमा चाहिँ भित्र आइरहेछ यो खालको स्थिति चाहिँ पहिला थिएन यो एकदमै राम्रो थियो त्यतिखेर तर चाहिँ यो गलत नीति चाहिँ जुन चाहिँ मतलब 1990 पछिको कुरा हो यो गलत नीति चाहिँ निकालेको गर्दाखेरि यो सबै भएको हो अब त्यसैले अब अन्तमा तपाईँले के सोध्नुभयो भने यस्तो किसिमको कार्यक्रमहरू चाहिँ बेला बेलामा भइरहनुपर्छ अनि चाहिँ सुन्ने मान्छेहरूले पनि अब सुनिदिनुपर्छ त्यहाँदेखि अब नेवार समुदायमा जुन अब सन्देश छ कि भनेर सोध्नु भएकोमा के भन्न चाहन्छु भने हामी नेवार समुदायभित्रको जुन किसिमको चाहिँ अब मतलब मेलमिलापको भावना चाहिँ अलिक कम देखिन्छ हामी बिचमा चाहिँ अब एउटाले गरेको काम चाहिँ अरूले गरेको चाहिँ नसहने त्यस्तो खालको चाहिँ अहिले वातावरण चाहिँ हामीसँग पनि छ नभएको होइन तर यदि चाहिँ हामीलाई नेवार राज्य चाहिन्छ भने हामी एकजुट भएर चाहिँ उठेको खण्डमा अरू कुनै शक्तिले हामीलाई दबाउन सक्दैन तर हामीलाई चाहिँ विखण्डन पारेर राखिराख्ने नै यो हालिमुहालीहरूको चाहिँ हात छ यसमा
हामी यदि हजुर उठेर आयो भने चाहिँ उनीहरूले कुनै पनि हालतमा केही गर्न सक्दैन। हजुर हजुर तर हामीले चाहिँ विखण्डन पारेर राख्ने चाहिँ उनीहरूको चाहिँ विचार। यो कुरो चाहिँ नेवार समुदायको मान्छेहरूले चाहिँ यो सम्झिनुपर्छ र हामी चाहिँ एकजुट भएर चाहिँ अगाडि आएर नेपाललाई चाहिँ हामीले रक्षा गर्नै पर्छ। नेपालमा भएका जति पनि कलाकृति संस्कृतिहरूलाई चाहिँ जुन किसिमको चाहिँ अहिले चाहिँ नेपाली कल्चर भनेर भनिरहेछन् त्यो That is नेपाली never culture. द्याट इज That is नेवार never कल्चर। culture. Yes. अब काठमाडौँ भ्यालीभित्र भएका 7वटा सबै नेवार culture. सबै नेवार culture. 7वटा हेरिटेज साइटहरू कसैले बनाएको होइन। त्यो World नाम Heritage राख्ने Site. बेलामा चाहिँ नेवारको कल्चर अगाडि राख्ने, जस लिने बेलामा Right. चाहिँ नेवार कल्चरलाई पछाडि राख्ने, यो कुनै पनि हालतमा एक्सेप्टेबल छैन। आई विल नट गोइङ टु एक्सेप्ट दिस काइन्ड अफ एक्टिभिटिज फ्रम द हालिमवाली ग्रुप। Right. दिस इज माई Okay, Ajay, nice talking to you, and then hope we'll be able to talk one more time also. Thank you for talking to us. Anyway, I'll just post this त्यसैले video. मेरो लेख चाहिँ अब उसमा वेबसाइटमा राखिदिनु। त्यो वेबसाइटमा I'll say that त्यो के रहेछ नेपालीमा लेख्नु भएको रहेछ मैले नेपाली हैन। अब त्यो जम्मै त्यो मैले सबै हेर्ने मौका नि पाइराखेको छैन। सो एनीवे त्यो भन्दा बेटर त यसरी नै त्यो 1-to-1 टक गर्दा धेरै कुराहरू अरू पनि आउने भए हुनाले यसरी नै गर्नु भन्नेतिर लाग्यो। एनीवे थ्यांक यू फर टेकिङ टाइम। अर्को पटकमा बोल्ने हो भने चाहिँ अब भाषाकै सिलसिलाले लिएर चाहिँ बोल्न मिल्छ होला। किनभने मैले चाहिँ नेवारको भाषाहरू चाहिँ धेरै नै डायलेक्टिकल स्टडिजहरू मैले गरिसकेको छु होइन। अनि यो कुरो चाहिँ बाहिर आउनुपर्छ। कुनै एक दिन चाहिँ टाइम मिलाएर त्यो डायलेक्टिकल स्टडीको चाहिँ आउटकमहरू जो मैले चाहिँ निकालेको छु त्यसलाई पनि अलिकति प्रकाश पारेर चाहिँ गर्नु चाहिँ पछि भयो भने चाहिँ धेरै मान्छे थाहा हुन्छ। हजुर हामीले कसरी स्टार्ट किन गरे भने नेवारहरूको अहिलेको इस्यु भनेको नेवारहरूले भाषाको नै इस्यु बनाइराख्यो। नेवारहरूको अहिले तत्कालको इस्यु भने त भाषाको इस्यु हो नि। हजुर अरू सेक्टरमा त सबै अब उसमा त अगाडि छन् नि नेवारहरू त। आदिवासी जनजाति अरू जस्ता त छैनन्। त भाषाको इस्यु नै हो नेवारको। त त्यसो भए भाषाको कुरो स्टार्ट त्यसरी गरे हो। किन त्यो कुरो म पनि बुझ्छु र विशेष गरेर त्यो जुन चाहिँ 3 लाई चाहिँ ऊ मनाएको के कालो दिवस मनाउने कुरो त हामी बुझ्छौँ नि। त्यसो भए नेवारहरूले विशेष त कुरा उठाउने भाषाकै कुरा हो। त्यो राइट छ आफ्नो हिसाबले। सो एनीवे हाम्रो अब भनौँ न कुराहरू यस्तै हुन्छन्। अलिकति फरक जस्तो लाग्छ, अलिकति चर्को जस्तो पनि लाग्छ। अब नसुन्ने कुरा अलग कुरा हो। जसले सुन्छन् र मनन गरिदियो भने पनि त त्यसले सर्टेन कुरा चेन्ज आयो एटलिस्ट भने पनि त एउटा सानोतिनो कन्ट्रिब्युसन भयो नि त। त्यही नै हो गर्न खोजेको होइन र। एनीवे हजुर अब यहाँलाई चाहिँ धन्यवाद। थ्यांक यू फर टेकिङ टाइम। मेरो पनि नमस्कार। सबैलाई चाहिँ मेरो नमस्कार छ। सबैलाई शुभकामना छ। यो चाहिँ टक चाहिँ कन्टिन्यू हुँदै गरोस्। कमसे कम चाहिँ लुकेका कुराहरूलाई चाहिँ हामी एक्सपोज गर्न पाओस्। यसैबाट चाहिँ नयाँ नेपालको चाहिँ सृजनामा चाहिँ धेरै ठुलो चाहिँ हात हुन्छ। हजुर थ्यांक यू। हजुर धन्यवाद। बाइ बाइ। नमस्ते।